Let's start the program. नमस्कार सबैजनामा। नेसनल चौतारीको 9औं एपिसोडमा म हरि शर्मा लगायत नेसनल चौतारी फ्यामिलीको तर्फबाट यहाँ उपस्थित सबैजनामा हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। हाम्रो आजको प्रोग्रामको फर्मेट यस प्रकार रहनेछ। सुरुमा नेसनल र हाम्रो अतिथिको परिचयबाट सुरु गर्दै विद्रोहदेखि रूपान्तरणसम्म नयाँ पुस्ता र नेपालको लोकतान्त्रिक यात्रा विषयको सेरोफेरोमा रहेर आजका हाम्रा अतिथिले उहाँको विचार र विश्लेषण प्रस्तुत गर्नुहुनेछ। त्यस लगत्तै हामी क्वेसन एन्सर फेजमा पुग्छौँ र अन्त्यमा थ्याङ्क यू नोट दिएपछि प्रोग्राम समापन गर्नेछौँ। र नेसविलको परिचय, छोटो परिचय चाहिँ यस प्रकार छ। नेसविल सहर, जसलाई म्युजिक सिटी भनेर चिनिन्छ, यो टेनेसी राज्यको एउटा राजधानी पनि हो। नेपालकै झल्को दिने रमणीय वातावरण, हावापानी र पहाडको सौन्दर्य भएको यस सहरलाई हाल करिब लगभग 250 नेपाली परिवार बस्दै आएका छौँ। चौतारीकै जस्तै झल्को मेलमिलाप, अनुभव साटासाट र सामूहिक निर्णयको चौकसे ढुङ्गा हो। त्यसैले त्यही परम्परालाई निरन्तरता दिने सानो प्रयास गरेका छौँ र त्यसै गरी नेसविल चौतारीको सुरुवात भएको हो। यस नेसविल चौतारी आफ्नो विचार, अनुभव र सृजनशीलता साटासाट गर्ने सामुदायिक मञ्च हो र यो कुनै पनि पोलिटिकल पार्टीसँग आबद्ध छैन। कम्प्लिटली नन पोलिटिकल सामुदायिक फोरम हो, जहाँ चाहिँ हामीले आफ्नो विचार, चिन्तन, मेलमिलाप र सहकार्यलाई प्रश्रय दिइन्छ। हामी महिनामा लगभग एकपटक भेला हुन्छौँ, कहिले भर्चुअल र कहिले इन पर्सन। र प्राय जसो यो प्रोग्रामलाई प्रत्यक्ष लाइभमा पनि ब्रोडकास्ट गर्ने गर्छौँ, तर आज विशेष टेक्निकल प्रब्लमको कारण त्यो हुन सकेन र यसलाई चाहिँ रेकर्डेड गरेर पछि युट्युबमा हाल्नेछौँ। त्यही यसो भन्दै गर्दा अब हाम्रो अतिथिको परिचय दिन चाहन्छु। डाक्टर भण्डारी आफ्नो उच्च शिक्षाको टर्मिनल डिग्री पिएचडी फ्याकल्टी अफ ह्युम्यानिटिज एन्ड सोसियल साइन्स त्रिभुवन युनिभर्सिटी 2023मा कम्प्लिट भएको उहाँ हाल त्रिभुवन युनिभर्सिटी अफ सेन्ट्रल डिपार्टमेन्ट अफ कन्फ्लिक्ट, पिस एन्ड डेभलपमेन्ट स्टडिजको हेड अफ डिपार्टमेन्ट तथा अध्यापनको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ। यसै गरी डाक्टर भण्डारी he is also involved as a trainer of negotiation, mediation, and he also involved in mediation in the union and security agencies in Nepal. Dr. Bhandari is also a member of the ongoing project named Red Lines and Grey Zones, exploring the ethics of humanitarian negotiation at the Peace Research Institute Oslo, which is also a world-leading peace research organization. त्यसै गरी तुलनात्मक राजनीति, द्वन्द्व र शान्ति तथा शक्ति वितरण, द्याट इज पावर सेयरिङ सम्बन्धी महत्त्वपूर्ण अनुसन्धान गर्दै आउनुभएका डाक्टर भण्डारीको पिएचडी डिजर्टेसन रेजिम चेन्ज इन नेपाल, पावर सेयरिङ एन्ड एडाप्टेबिलिटीलाई यस क्षेत्रको एउटा योगदानको रूपमा मानिन्छ। He has published multiple articles in and around this topic. So विश्वविद्यालयभित्रको पाठ्यक्रम व्यवस्थापन, स्नातक र स्नातकोत्तर तहका विद्यार्थीको परामर्श तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठी र परियोजनामा सक्रिय सहभागिता जनाउँदै आउनुभएका डाक्टर भण्डारीको छोटो परिचय दिँदै यो फ्लोर उहाँलाई हस्तान्तरण गर्दछु। डाक्टर भण्डारी, फ्लोर इज अल योर्स। Dr. Professor, can you unshare this screen so that we can spotlight the speaker? So, I think it's a very good evening from Nepal and a very good morning in the United States now. So what shall be the mode of this, let's say a form of, let's say interaction session. Shall we go in Nepali or in English? What is the trend that you have been following over here? It's Nepali. Thank you, sir. So I just got the text as a Nepali. So धन्यवाद हरिजी, धेरै लामो समयपछि फेरि साक्षात्कार गर्ने मौका मिल्यो। सम्पूर्ण आदरणीय व्यक्तित्वहरू जो यो सेसनमा, भर्चुअल सेसनमा यहाँ जोडिनु भएको छ, यहाँहरूलाई म प्रत्यक्ष रूपमा त धेरै चिन्दिनँ, तर कतिपय आदरणीय सर म्याडमहरू जो जोडिनु भएको छ यहाँ, उहाँहरूलाई म प्रत्यक्ष रूपमा र भर्चुअल रूपमा पनि योभन्दा अगाडि केही कुराकानीहरू भइरहेका थिए। यस सन्दर्भमा नेपालको अहिलेको राजनैतिक र सामाजिक परिवेशमा देखिएका जटिलताहरूका बीचमा मलाई यो फोरममा निम्तो दिनुभएकोमा सर्वप्रथम त तपाईहरू सम्पूर्णप्रति, आयोजकहरूप्रति
सन्तोषजी जसले मलाई सुरुमा यो समन्वय गर्नुभएको थियो, यहाँहरू सबैप्रति म हार्दिक आभार कृतज्ञता प्रकट गर्न चाहन्छु। र करिब करिब अबको 15 देखि 20 मिनटभित्र यो जुन आजको छलफलको शीर्षक हामीले तय गरेका छौँ, विद्रोहदेखि रूपान्तरणसम्म र अबको लोकतान्त्रिक बाटोको पक्षमा हेर्दाखेरि धेरै विषयहरू बाहिर आइरहेका छन्। म कहाँबाट सुरु गर्न चाहन्छु भने नेपालको पछिल्लो राजनैतिक घटनाक्रम जुन सेप्टेम्बर 8 र 9 गते नेपालमा हामीले जुन भोग्यौँ, त्यो दुईवटा दिनको विश्लेषणको पृष्ठभूमि म यहाँहरूसँग केही राख्न चाहन्छु। नेपाल लामो समयदेखि एउटा राजनैतिक सङ्क्रमणमा गुज्रिरहेको भन्ने भाष्य निर्माण भइरहेको छ। नेपाल आधुनिक राज्यको रूपमा निर्माण भइसकेपछि सुरुवाती दिनमा यसका एकीकरणका प्रक्रियाहरूमा जहाँ कन्सिलिएसन र इन्टिमिडेसन दुवै खाले तर्कहरूबाट नेपाल राज्यको जुन खालको भूभाग र सिमाना तोकियो र त्यसपछि जुन खालका राजनैतिक व्यवस्थाहरू नेपालमा हामीले अवलम्बन गर्दै आएका छौँ, त्यो मध्ये मूलतः 3वटा ऐतिहासिक क्षणहरूमा यसलाई विश्लेषण गरिँदै आएको थियो। एउटा 7 सालको क्रान्ति, अर्को 47 सालको 46 सालको परिवर्तन नेपालीमा भन्नुपर्दा, र अर्को चाहिँ 62-63 को आन्दोलन। यो 3वटा पृष्ठभूमिपछि नेपालको राजनीतिक इतिहासमा फेरि अहिले 2082 सालमा आउँदै गर्दाखेरि भदौ महिनामा देखिएको घटनाक्रमले नेपालमा राजनैतिक विश्लेषण गर्ने पक्षमा र नेपालको आधुनिक राज्य निर्माणको प्रक्रियामा अर्को एउटा अध्याय थपिएको छ। यसका पछाडि धेरै ऐतिहासिक कारणहरू हामीले पहिलेदेखि केलाउँदै आइरहेका थियौँ। नेपालको जुन अत्यन्त तीव्र गतिमा बदलिँदो सामाजिक परिवेश र हाम्रा सांस्कृतिक रहनसहनहरूमा आएका फेरबदल, त्यसले प्रत्यक्ष रूपमा राजनैतिक प्रणालीमा पनि चासो राख्ने रहेछ र प्रभाव पार्ने रहेछ। धेरैजसो राजनैतिक जुन खालका लिखतहरू छन् तिनीहरूले पनि हामीलाई के अभ्यस्त बनाउँदै आएका छन् भने कुनै पनि देशको राजनीति, त्यो देशको संस्कृति र त्यो देशको संस्कार र सामाजिक रहनसहन खटनपटनभन्दा त्यति धेरै पर जाँदैन। राजनीतिक रूपमा आउने परिवर्तनहरू प्राय गरेर केही समयका अन्तरालहरूमा हामीले देख्छौँ, किनकि ती राजनीतिक संरचनाहरू परिवर्तन गर्नका निमित्त केही राजनीतिक परिपाटीहरू निर्देशित ढङ्गबाट अगाडि ल्याउनु पर्ने हुन्छ। त्यसका लागि दलहरू अथवा अन्य राजनीतिक कर्ताहरूले त्यसमा भूमिका खेल्छन्। तर समाज यति छिटो परिवर्तन भइरहेको छ, त्यसमाथि विश्वव्यापीकरणको दौरानमा हामीले सूचना र प्रविधिमा आएका विकासले गर्दाखेरि मानिसको चेतनाको स्तर जुन ढङ्गबाट अगाडि बढिरहेको हुन्छ, त्यसलाई चाहिँ राजनैतिक विकासको गतिभन्दा सामाजिक विकासको गति तीव्र ढङ्गले अगाडि बढ्ने रहेछ। नेपालमा पछिल्लो घटनाक्रमलाई हामीले हेऱ्यौँ भने केही राजनैतिक कारणहरू हामी केलाउन सक्छौँ। जस्तो 10 वर्षसम्म सशस्त्र द्वन्द्व भयो। नेपाल संसदीय इतिहासमा बहुदलीय प्रजातन्त्रबाट दोस्रो पटक युगमा परिवेश गरिसकेपछि हामीले भन्ने गरेका छौँ 1990 को चेन्जपछि जसरी अगाडि आयौँ, त्यो आउँदै गर्दाखेरि पनि दलहरूका बीचमा जुन खालको समन्वय र संवाद हुन सक्नुपर्ने थियो र संवाद हुन सकेन, र दलहरू बहुमत ल्याएका दलहरूले पनि सरकार सञ्चालन गर्ने बेलामा जुन खालको मूल्य उनीहरूले चुकाए, त्यसको परिणामस्वरूप नेपालमा सशस्त्र द्वन्द्वको अर्को सुरुवाती भयो र त्यसले 10 वर्षसम्म केही सकारात्मक र केही नकारात्मक दुवै खाले प्रभावहरू नेपाली समाजमा पारेको भन्ने कोणबाट विश्लेषण गरिँदै आएको छ। त्यही सन्दर्भमा नेपालमा हामीले अहिले हेऱ्यौँ भने सशस्त्र द्वन्द्वलाई एउटा बैठानको रूपमा ल्याउँदै गर्दाखेरि मूल रूपमा राजनीतिक रूपमा नै द्वन्द्व बढेको थियो। एउटा पक्ष थियो त्यति बेला जसलाई हामी संसदवादी दलहरू भन्थ्यौँ, जसले राजा पनि मान्छु र संसद पनि मान्छु भन्थ्यो। अर्को एउटा पक्ष थियो जसले तत्कालीन नेकपा माओवादी विद्रोही, जसले राजा पनि चाहिँदैन र संसद पनि चाहिँदैन भन्ने खालको राजनैतिक दर्शनबाट निर्देशित भएको थियो। पछिल्लो पटक 63 सालको मङ्सिर 5 गते शान्ति सम्झौतामा आइसकेपछि राजा पनि मान्दिन, संसद पनि मान्दिन भन्ने पक्षले बरु संसद मान्छु भन्ने, र राजा पनि छोड्दिन संसद पनि छोड्दिन भन्ने पक्षले बरु राजा छोड्छु संसद चाहिँ छोड्दिन भनेर संसद दुवैको एउटा बिन्दु थलो बनेर आएको थियो। र त्यो संसदले व्यवस्थापिकाले नियम बनाउने कुरा चाहिँ अब जनताको मतबाट भनेर संविधान सभाको निर्वाचन 2008मा हामीले सम्पन्न गर्यौं। तर त्यो संविधान सभाको निर्वाचनले संविधान जारी गर्न नसकेपछि फेरि त्यसको 5 वर्षपछि अर्को संविधान सभाको निर्वाचन गर्यौं। दुईवटा संविधान सभाको निर्वाचनले तत्कालीन राजनैतिक शक्तिहरूका बीचमा शक्ति सन्तुलनको बीचमा ठूलो फेरबदल ल्याइदियो। पहिलो संविधान सभामा पहिलो भएको दल दोस्रो संविधान सभामा आउँदाखेरि तेस्रो भयो। दलहरूको यो संख्यात्मक उपस्थितिले हामीलाई के पनि बुझ्न बाध्य बनायो भने
सङ्ख्यामा तलमाथि हुँदै गर्दाखेरि जुन खालको पावर रिलेसन्स एक प्रकार दलहरूको बिचमा थियो त्यो सिफ्ट भइसकेपछि दलहरूका एजेन्डाहरू आफूले ल्याउन सकेका एजेन्डाहरूलाई सम्पूर्ण रूपमा त्यसलाई लागू गर्न नसक्ने भइसकेपछि संविधान सम्झौताको दस्तावेजको रूपमा सन् 2015मा हामी सेप्टेम्बरमा नयाँ संविधान पायौँ र त्यसपछि लगातार हामी कहाँ अहिले 4वटा निर्वाचन भएका छौँ। अन्तर्राष्ट्रिय अभ्यासमा पनि के देखिन्छ भन्दा कुनै पनि द्वन्द्वग्रस्त मुलुक 2 वा 3भन्दा बढी आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ भने त्यो देशलाई स्टेबल मानिन्छ। तर नेपालको इतिहासमा हामीले हेऱ्यौँ भने 4वटा निर्वाचनहरू हामीले सफलतापूर्वक सम्पन्न गरेका थियौँ र त्यसमध्ये पनि हिंसाको तह निर्वाचन गर्थ्यौँ भने हामी त्यो हिंसाको तह घट्दो अवस्थामा भएर पाइरहेका थियौँ। तर यो विश्वव्यापी सूचकको मान्यताका बावजुद हामीले फेरि अर्को एउटा विद्रोह यो गएको सेप्टेम्बरको 8 र 9मा हामीले भोग्यौँ। यो भोगाइको पछाडि केही कारणहरू छन्। पहिलो कारण त अन्तर्राष्ट्रिय रूपमा आएका केही पदचापहरू थिए। शासन सत्ताहरू परिवर्तन हुनका निमित्त ठुला घटना र परिघटनाहरू हुन्छन्। लामो समयसम्म त्यही देशभित्रका जनताले हिंसात्मक अथवा अहिंसात्मक आन्दोलनका माध्यमबाट त्यसलाई निरन्तर रूपमा चुनौती दिइसकेपछि मात्रै शासन सत्ता परिवर्तनका धेरै आधारहरू हामीले पाउँथ्यौँ। तर यसपटक साउथ एसियामा हेर्ने हो भने हामीले सत्ता परिवर्तन प्राथमिकतामा परेको छ। शासन सत्ता मात्रै भन्दा पनि सत्ता परिवर्तन र आवधिक निर्वाचन र जुन निर्वाचन अगाडि भएका थिए ती निर्वाचनहरूमा दलहरूको अत्यन्त ठुलो उपस्थिति र त्यसको परिणाम निर्वाचनको परिणामको स्वीकार्यताको दायरा पनि फराकिलो हुने गरेको थियो। भलै अरू देशहरूमा हामीले हेऱ्यौँ भने दक्षिण एसियाले कि अरू देशमा हेऱ्यौँ भने पनि निर्वाचनका परिपाटीहरू निर्वाचनका परिणामलाई लिएर धेरै ठुला विवादहरू हुने र ती निर्वाचन भइसकेपछि काहीँ न काहीँ त्यो देशको सैन्य नेतृत्व पनि राजनैतिक रूपमा प्रष्टसँग अगाडि आएको हामीले देख्थ्यौँ। तर नेपालमा त्यो सम्भावना र त्यो अभ्यास हामीले देखेका थिएनौँ। यसपटक हामीले के देख्यौँ भन्दा केही सामाजिक सञ्जालका प्लेटफर्महरूमा सरकारले नियन्त्रण गर्ने त्यो पनि दर्ता गर्न आउनका लागि भनेर एउटा आधार सरकारले तय गर्यो। एउटा कारण त्यो तात्कालिक कारण चाहिँ त्यो थियो। तर संरचनागत रूपमा जोडिएका केही कारणहरू छन्। त्यो मध्येको पहिलो कारण भनेको यो मौजुदा जुन संविधान थियो त्यो संविधानले निर्दिष्ट गरेका आधारहरू तय गरेका सैद्धान्तिक पक्षहरू जस्तो सङ्घीयता, समावेशिता, लोकतान्त्रिक गणतन्त्र, समानुपातिक निर्वाचन पद्धति यस्ता विषयहरूका बारेमा मूलभूत रूपमा ठुला राजनीतिक शक्तिहरूका बीचमा त्यस्तो खालको मतभिन्नताहरू पनि हामीले पाएका थिएनौँ। तर हामीले देख्यौँ यही अहिले भर्खरै मात्रै विघटित भएको संसदमा दुई ठुला दलहरू झन्डै 2/3 हाराहारीमा रहेका दुई ठुला दलहरूको गठबन्धनको सरकार बन्यो र त्यो गठबन्धनको सरकार बनिसक्दा अथवा संविधान सभाको निर्वाचन भइसकेपछि अहिलेसम्म आउँदासम्म पनि सबै राजनीतिक शक्तिहरूले नेपालमा दलहरूका बीचमा हुने गठबन्धनको संस्कृति, संवैधानिक दायरा, संवैधानिक बाध्यता र यो राजनीतिक संस्कारभित्रको बाध्यता थियो भन्ने कुरा आम जनतालाई बुझाउन सकेनन्। र केही सरकारी नियुक्तिहरूका आधारहरूमा राजनीतिक दलहरूले भित्री रूपमा आफ्ना संवादका माध्यमबाट त्यसलाई सम्पन्न गर्नुपर्ने ठाउँमा अत्यन्त बढी पेचिलो र सार्वजनिक चासोको विषयको रूपमा अगाडि ल्याइदिँदै गर्दाखेरि आम मानिसमा चाहिँ एउटा निराशाको भाष्य निर्माण भयो। पहिलो कुरा। र दोस्रो कुरा के पनि भयो भने यही बीचमा राजनीतिक शक्तिहरू जसले यो संसदलाई आधार त मान्थे तर यो संविधानभित्र भएका केही प्रावधानहरूमा निरन्तर रूपमा चुनौती दिँदै आएका थिए। एउटा यो सङ्घीयताको सन्दर्भमा र अर्को अहिलेको जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ त्यही व्यवस्थामा नै संसदभित्र नै बसेर यही संसदको सदस्य भएर उहाँहरूले निरन्तर रूपमा यसका प्रावधानहरूका विरुद्धमा त्यहीँबाट आवाज उठाइरहनु भएको थियो। अर्को महत्त्वपूर्ण पक्ष भनेको के थियो यसको आधार भने यसको महत्त्वपूर्ण आधार भनेको चाहिँ केही प्रियतावादी सोचबाट उदाएको नेतृत्व थियो हामी कहाँ, जसलाई हामी पपुलिस्ट भन्छौँ। ती प्रियतावादी सोचबाट आएको नेतृत्व स्थानीय सरकार हुँदै केन्द्र सरकारसम्म पनि उनीहरूको वर्चस्व अत्यन्त पेचिलो ढङ्गमा देखिन थाल्यो र त्यति बेला सामाजिक सञ्जालको माध्यमबाट राजनीतिक दलहरूको निर्माण हुने प्रक्रिया, सामाजिक सञ्जालका माध्यमबाट आम मानिसका गुनासाहरूलाई सङ्ग्रहित गर्दै तत्कालीन सत्तामा बसेका मानिसहरूलाई अथवा सत्ता
साझेदार दलहरूलाई, तिनका कार्यकर्ताहरूलाई निरन्तर रूपमा प्रश्न गर्ने आधारहरू उनीहरूले बनाउँदै गएका थिए र त्यो निराशाको भाष्य यस्तो ढङ्गबाट निर्माण हुँदै थियो। त्यही बेलामा फेरि एउटा अर्को भाष्य आयो, इन्फ्लुएन्सर, जसलाई हामी भन्छौँ सोसियल मिडिया इन्फ्लुएन्सरको ग्रुप थियो। उहाँहरूको पनि एउटा अत्यन्त ठुलो एउटा कुनै एउटा निर्दिष्ट राजनैतिक लक्ष्य भन्दा पनि तत्काल देशमा देखिएका व्यथिति र भ्रष्टाचारका विरुद्ध भनेर उहाँहरूले निरन्तर रूपमा आवाज उठाउँदै आउनुभएको थियो र त्यसलाई आम मानिसको मस्तिष्कमा एउटा भाष्य निर्माण गर्न सफल हुनुभएको थियो कि यो अत्यन्त ठुलो परम्परागत शैलीमा सत्ता सञ्चालन गर्दै आएका दलहरूभित्र केही कमजोरी छन् भन्ने भाष्य निर्माणहरू गर्न उहाँहरू सफल हुनुभएको थियो। अर्को महत्त्वपूर्ण पाटो त के थियो भन्दा, नेपालमा जहिले पनि युवा पुस्ता विद्रोहको अग्रपङ्क्तिमा देखिएको हुन्छ, जुनसुकै राजनीतिक घटनाक्रममा पनि। अहिले पनि हामीले हेऱ्यौँ भने यसमा युवाको जुन खालको आह्वान थियो राजनीतिक चाहिँ यो आन्दोलन भन्दा पनि बढी सामाजिक आन्दोलनका अभ्यासका क्रममा लिएर उहाँहरू आउनुभएको थियो। किनभने अहिलेको तत्कालको माग भनेको उहाँको भ्रष्टाचारको विरुद्धमा, कुशासनको विरुद्धमा र खास गरिकन सोसल मिडिया प्लेटफर्महरूलाई जसरी सस्पेन्ड गरिएको थियो त्यसको रेस्टोर गर्नुपर्छ भन्ने माध्यमबाट अगाडि आइएको थियो। यी सामाजिक मुद्दाहरू हुन्। यी राजनीतिक संरचनाहरूका बारेमा अत्यन्त त्यसलाई निर्दिष्ट लक्ष्यका साथ राजनीतिक परिवर्तनका आधारहरू भन्दा पनि सामाजिक उद्देश्यका साथ अगाडि गरिएका आन्दोलनहरू थिए। यसमा युवाको भूमिका कसरी पनि बलियो हुन थाल्यो र दलहरूसँग निकट भएका युवाहरू पनि किन कमजोर भए भन्न सकिन्छ भने यहाँनिर खास गरिकन युवा भनेको को हो भन्ने भाष्य निर्माण गर्दाखेरि त्यही उमेर समूहको भए पनि कुनै राजनीतिक दलसँग आबद्ध छ भने त्यो युवाले अहिलेको अवस्थासम्म पनि ठुलो मूल्य चुकाउनु परेको छ नेपाली राजनीतिमा। यसको कारण चाहिँ के हो भन्दा, गएको स्थानीय तहको निर्वाचनमा पनि केही युवाहरू शक्तिशाली मानिएका स्थानीय संरचनाहरूमा उदाइदिनु भयो है। जनताको माझबाट निर्वाचित भएर अत्यन्त जादुमय ढङ्गबाट उदाइदिनु भएको एउटा पाटो थियो भने, अर्कोतर्फ एउटा प्रियतावादी सोचबाट अगाडि आउँदै गरेको र दलका रूपमा अत्यन्त सङ्गठित भएर अगाडि आइसकेको अर्को एउटा नयाँ दलले पनि विद्यार्थी आफ्नो भातृ संस्थाहरू नराख्ने भनेर उद्घोष गरेको थियो। त्यसले गर्दाखेरि युवा भनेको चाहिँ त्यसको जुन कन्स्टिट्युएन्सी हुन्थ्यो त्यो परम्परागत दलहरूभित्र भएको युवाको कन्स्टिट्युएन्सी अत्यन्त कमजोर भयो। त्यस कारणले गर्दाखेरि यो अहिले हामीले देखेको विद्रोह अथवा हामीले देखेको जुन प्रदर्शन थियो त्यो भदौ 23 गतेको प्रदर्शन जुन थियो त्यो प्रदर्शनमा एकाएक राज्यको तर्फबाट भएको बल प्रयोग र त्यसको भोलिपल्ट भएको भड्केको हिंसा, दुवै खाले यो परिस्थितिबाट नेपालले अत्यन्त छोटो समयमा अत्यन्त दुःखदायी घटना बेहोर्नु पर्यो नेपालको राजनैतिक आन्दोलनको इतिहासमा र सामाजिक आन्दोलनको दुवै खाले इतिहासमा। र सबैभन्दा डरलाग्दो परिस्थिति के भयो भने, धेरै संरचनाहरू जले, व्यक्तिका घरहरू जले, अत्यन्त महत्त्वपूर्ण दस्तावेजहरू पनि जले, मानिसहरूको एक आपसको बिचमा भएको नेपाली हुनुको आशय जुन अन्तर्राष्ट्रिय मान्यता थियो, नेपालीहरू मिलनसार हुन्छन्, नेपालीहरू सहनशील हुन्छन् भन्ने त्यो माध्यम बाट विकसित भएको नेपाली मूल संस्कृति पनि यसपटक घाइते भएको छ। र यो त सामाजिक परिस्थिति भयो भने, राजनीतिक रूपमा हामीले अर्को के परिस्थिति बेहोर्यौँ भने, हरेक आन्दोलनले अन्तर्राष्ट्रिय स्तरमा होस् अथवा राष्ट्रिय स्तरमा होस् एउटा करिस्मेटिक लिडर, जादुमयी नेतृत्व जन्माएको हुन्थ्यो। तर यसपटकको आन्दोलनले हामीले कोही जादुमय नेतृत्व जन्मिन्छ कि भन्ने आशका बीचमा केही आशाहरू पलाएर आएका र हामीले यो राजनीतिक व्यथितिका विरुद्ध आवाज उठायौँ, यसको नेतृत्व लिन सक्छौँ भनेर तयार भएको केही प्रियतावादी सोचबाट आएका करिस्मेटिक फिगर बनाएका प्रायजसो अनुहारहरू पनि फेरि यसपटक उहाँहरूको त्यो फिगर पनि यसपटक कायम हुन सकेन, त्यो करिश्मा पनि यसपटक जारी हुन सकेन। यसले गर्दाखेरि हामीलाई अब थप चुनौती के देखिन्छ भन्दा, यति ठुलो विद्रोह, यति ठुलो आम युवाहरूमा भएको यो परिवर्तनको जुन चाह थियो, यसलाई सङ्गठित गर्ने, सङ्ग्रहित गर्ने आधारहरू के हुन् त, कसरी गर्ने त भन्ने ठुलो चाहिँ हामी एउटा अध्यायमा पुगेका छौँ, अत्यन्त ठुलो अध्यायमा हामी पुगेका छौँ। अब यसमा हामीले अहिले सरसर्ती हेर्ने हो भने, पहिलो कुरो त अचेल आन्दोलनहरू, ठुला ठुला युद्धहरू पनि न्यारेसन, इन्फ्लुएन्स र पर्सेप्सनले लड्न थालिएको रहेछ, जहाँनिर आन्दोलनका आधारहरू कुनै निर्दिष्ट राजनैतिक सङ्गठन, राजनीतिक सिद्धान्त, राजनीतिक उद्देश्य भएर अगाडि बढ्दैनन्, जहाँ
न्यारेसन, पर्सेप्सन र इन्फ्लुएन्सले गर्दाखेरि ती अस्त्रहरूबाट आन्दोलनको आवेगहरूलाई अगाडि बढाइन्छ। त्यसको उद्देश्य चाहिँ काहीँ न काहीँ अत्यन्त हामी पुग्न सकिने ठाउँमा हुँदो रहेछौँ, गन्तव्य निश्चित हुँदो रहेनछ त्यसको। त्यसपछि हामीले यसले धेरै ठुलो निर्माणका आधारहरू तय गर्ने बाटो थियो। यसले शान्तिपूर्ण रूपमा आन्दोलन अगाडि बढिरहेको भए असाध्यै ठुलो बाटो थियो। तर नेपालले जुन सेप्टेम्बर 9मा जुन घटना बिहोर्यो, त्यो घटनाको पछाडि एकीकृत भएको फ्रस्ट्रेसनको मेनिफेस्टेसन पनि थियो नै। तर त्यो सँगसँगै यति अर्गनाइज ढङ्गबाट व्यक्तिहरूका घरहरूमाथि भएका जुन क्षतिहरू छन्, सार्वजनिक संस्थानहरूका बारेमा भएका क्षतिहरू छन्, यसले फेरि हामीलाई एउटा अत्यन्त पेचिलो ठाउँमा पुर्याएको छ, जहाँनिर सुरक्षा निकायहरूको मनोबल अत्यन्त गिरेको छ। आम नेपालीहरू जो आन्दोलनकारी युवाहरू हुनुहुन्थ्यो, उहाँहरूकै बिचमा पनि कहिलेकाहीँ एजेन्डाहरूमा सहमति हुन नसकेका कुराहरू बाहिर आइरहेका छन् भने पछिल्लो पटक उहाँहरूको बिचमा पनि फेरि केही सहमतिहरू भएको भन्ने दस्तावेजहरू भएर आइरहेका छन्। यसले गर्दा अत्यन्त फ्रजाइल सिचुएसनमा यहाँहरू धेरै जसो बाहिर बस्नुभएको छ, अत्यन्त आफ्ना आफ्ना क्षेत्रहरूमा विज्ञ हुनुहुन्छ। कतिपय ठाउँमा हामीले के देखेका पनि छौँ, सुनेका छौँ भने स्टेट फेल हुन्छ, स्टेट फ्रजाइल हुन्छ भन्ने एकातिर हामीले सुनिरहेका छौँ है। फेल्ड स्टेटको कन्सेप्टमा हामीले छलफलहरू प्राज्ञिक ढङ्गबाट ल्याएका छौँ। तर सँगसँगै अर्कोतिर हामीले एउटा मान्यता छ, त्यो बिर्सन नहुने मान्यता के हो भने स्टेट बिल्डिङको प्र्याक्टिस पनि हामीले गरिरहेका छौँ। यदि नेपाल स्टेट बिल्डिङको निरन्तर प्रयासमा छ भने स्टेट फेल भयो भनेर हामीले त्यो भाष्य निर्माण गर्नुभन्दा पनि स्टेट बिल्डिङको हामी कुन चरणमा पुगेका छौँ भन्ने आधारबाट अगाडि बढ्न सकियो भने अबको बाटो कता तय गर्ने भन्ने विषयमा हामी बढी छलफल गर्न तयार हुनुपर्छ जस्तो मलाई लाग्छ। जस्तो यहाँनिर के भयो भने यो विगतमा भएका जति पनि राजनीतिक घटनाक्रमहरू थिए त्यहाँभित्र पनि मानव अधिकारका कुराहरू आउने गर्छन्। सँगसँगै यो घटना जुन घटना भयो यसमा पनि 3वटा कोणबाट विश्लेषण गरिनुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कोण भनेको चाहिँ हाम्रो राजनैतिक प्रणाली र शासन व्यवस्था, त्यो कोणबाट हामीले यो घटनाको विश्लेषण गर्नुपर्छ। अर्को घटनाको विश्लेषण हामीले भूराजनीतिक परिस्थितिबाट पनि गर्नुपर्छ र तेस्रो मानव अधिकारको एङ्गलबाट यसलाई चाहिँ छलफल गरिनुपर्छ। अब नियमित राजनैतिक प्रणाली र शासन सत्ताको विषयमा हामी धेरै जसो जानकार भइ नै रहेका छौँ। यसमा हामीले के भन्न छुटाउनु भएन भने भ्रष्टाचारका मुद्दाहरू यति ठुलो ढङ्गबाट उठिरहेका थिए, संसदमा भएका दलहरू, प्रतिपक्षमा भएका दलहरू पनि भ्रष्टाचारका मुद्दाहरूलाई आफ्ना आआफ्ना राजनैतिक स्वार्थहरूमा बढी प्रयोग गर्न थाले, चाहे ती सत्ताधारी किन नहुन्, चाहे ती प्रतिपक्षमा बसेका किन नहुन्। त्यसकारण संसद विशुद्ध संवादको थलो र दलहरूका बीचका एकअर्काका समन्वयात्मक थलो हो भन्ने भन्दा पनि सदन निरन्तर रूपमा एकअर्काले उपयोग गर्ने रणनीतिका रूपमा अगाडि बढाइयो, जसले आम मानिसमा भाष्य निर्माण गर्न थाल्यो। यो भाष्य भनेको निराशाको भाष्य थियो। अर्को चाहिँ महत्त्वपूर्ण पाटो भनेको के थियो भने भूराजनीतिको पाटो थियो, जहाँनिर विश्वमा नै अहिले हामीले धेरै देशहरू अत्यन्त ठुलो टेन्सन्समा देखेका छौँ। एउटा आर्थिक टेन्सन्सका कुराहरू छन् भने अर्को राजनीतिक प्रणालीहरूका बीचमा देखिएका टेन्सन्सहरू बिस्तारै आउन थालेका छन् भने मानव अधिकारको दृष्टिकोणले हेर्दाखेरि राज्यको अधिकार पहिला कि नागरिकको अधिकार पहिला भन्ने यो विवाद जहिले पनि रहने गर्थ्यो। म अब केही अन्तिमतिर आइसकेको छु यो विषयमा। अबको बाटो कता भन्ने बाटोमा चाहिँ निर्वाचनको बाटो एउटा प्रश्नसँग देखिएको छ। निर्वाचनको बाटो देखिँदै गर्दाखेरि आम केही शङ्काहरू उत्पन्न थालेका छन्। के निर्वाचनको अवधि छुट्याउनका लागि मात्रै त्यति ठुला घटनाहरू भएका थिए भन्ने भाष्य एउटा निर्माण गर्न खोजिँदैछ, जहाँ यही संवैधानिक प्रावधान भित्र भएर अगाडि जाने निर्वाचनहरूले निष्कर्ष निकाल्दैन भनेर केही शक्ति र समूहहरू अगाडि आउन थालेका छन् भने अरू केही ठुला दलहरू पनि यो संवैधानिक बाटो जुन रोजियो त्यो भनेको तत्कालका लागि फर द प्राइस अफ पिस, शान्तिका लागि केही मूल्य चुकाएको अवस्था थियो। त्यति बेला शान्ति रोज्ने कि संविधानको नियमित पाटो रोज्ने भन्दा के शान्ति पहिला रोजौँ, संविधानलाई घाइते अवस्थामै भए पनि अगाडि लिएर जाउँ भन्ने उद्देश्यबाट अगाडि गएको देखिन्छ। अब सबैभन्दा ठुलो बाटो के हो भने हामी निर्वाचन त भन्छौँ, तर प्राय गरेर हामीले निर्वाचनलाई मात्रै हामीले प्रजातन्त्रको आधार बनाउनु हुन्छ जस्तो मलाई लाग्दैन। किनभने निर्वाचन त
पञ्चायत कालमा पनि हुन्थ्यो, जहाँनिर हामीले निर्वाचनलाई पञ्चायत डेमोक्रेसी भन्थ्यौँ। निर्वाचन बिना अगाडि पनि राजनीतिक संवादका माध्यमबाट देशलाई केही समय अगाडि बढाउने र त्यसलाई ट्र्याकमा ल्याउनका लागि निर्वाचन गर्ने परिपाटीमा नेपाल 7 सालमा भएको सम्झौता, 15 सालको आम निर्वाचन, 47 सालको आन्दोलन पछि बिस्तारै अन्तरिम के अरे संविधान जारी हुने र त्यसपछि 48 को निर्वाचन र त्यसपछि 62-63मा 63 सालको शान्ति सम्झौता भइसकेपछि 64 साल र त्यसपछि भएको संविधान सभाको निर्वाचन पछि मात्रै हामी अगाडि बढेका थियौँ। र निर्वाचन गराउने सरकारको प्रकृति यसभन्दा अगाडि हेऱ्यौँ भने आन्दोलनरत पक्षहरूका प्रतिनिधिहरूको सरकार हुन्थ्यो भने यसपटक दलहरूको उपस्थिति बिनाको सरकार बनेको छ। निर्वाचनको फराकिलो चाहिँ ऐतिहासिक मान्यतालाई हामीले केलाउने हो भने अर्को पाटो हराएका हतियारहरू प्रशस्त समाजमा छन्। त्यसले गर्दाखेरि सुरक्षाको चासो अर्को महत्त्वपूर्ण पाटो बनेको छ भने अर्को सबैभन्दा पेचिलो पाटो र भविष्यको लागि हामीलाई खतरनाक पाटो भनेको यति धेरै दलहरू अहिले दर्ता भएका छन्। यी सबै दलहरू निर्वाचनमा जाने बेलासम्ममा यो परिवर्तनको आकाङ्क्षा अथवा परिवर्तनको भावना बोकेका दलहरूले र पुराना भनिएका दलहरूले मौजुदा स्थितिमा निर्वाचनमा आफ्नो के परिणाम आउने हो भन्ने कुरा र परिणाम जुनसुकै आए पनि स्वीकार्छु भन्ने वातावरण, त्यो संवादको वातावरण निर्माण नभइकन निर्वाचनमा गइयो भने निर्वाचनको परिणामलाई लिएर फेरि हुने हिंसालाई रोक्ने आधारहरू निर्माण गरिएन भने त्यो हाम्रो लोकतान्त्रिक बाटोको लागि थप चुनौती हुने देखिन्छ। मैले अहिले यति मात्रै भने। हस्, धन्यवाद पिताम्बरजी। यस लगत्तै हाम्रो क्वेसन एन्सर सेसनलाई कन्टिन्यू गरिदिनु हुन यस टेनेसी स्टेट युनिभर्सिटीका प्राध्यापक डाक्टर घनश्याम भट्टलाई म आग्रह गर्दछु। राइट, धन्यवाद। सबभन्दा पहिला त आजको स्पिकरलाई मैले एकपटक फेरि यो कार्यक्रममा स्वागत गरेँ। केही प्रश्नहरू हाम्रा साथीहरूले यहाँहरूसँग जिज्ञासाहरू यो एउटा विचारको आदान प्रदान गर्ने उद्देश्यले हामीले तयार पारेका थियौँ। तर तपाईँको प्रस्तुतिले हाम्रा प्रश्नहरूलाई केही फितलो पारिदिएको छ। हाम्रा अधिकांश प्रश्नहरूको जवाब हामीले अलरेडी तपाईँले यसलाई समराइज गरिसक्नु भएको छ। तर पनि मेरा साथीहरू, म लगायत मेरा साथीहरूले केही प्रश्नहरू, केही जिज्ञासाहरू राखेका छन्। र यसमा जुममा जोडिनुभएका साथीहरूले पनि यदि कुनै प्रश्न उहाँहरूलाई छ भने कृपया त्यहाँ हात उठाएर, एउटा सिम्बोल होला, हात उठाएर अथवा टेक्स्ट गरेर प्रश्न पठाइदिनु भयो भने हामीलाई उहाँलाई प्रश्न गर्न सजिलो हुनेछ। एउटा कुरा त्यो। अर्को कुरा चाहिँ अब यो आदान प्रदानको, यो ज्ञानको आदान प्रदान गर्ने थलोको रूपमा हामीले विकास गर्न खोजेको भएर हामीले गरेका प्रश्नहरू स्वयं हाम्रो अतिथिका लागि त्यो पनि एउटा ज्ञानवर्धक हुनसक्छ। हामीले गरेको प्रश्नबाट उहाँले सिक्ने अवसर पाउनुहुन्छ र उहाँले जवाब दिने, उहाँको जवाबबाट डेफिनेटली हामीले त्यो अपेक्षा राख्छौँ। त्यसैले प्रश्न गर्दाखेरि त्यसलाई नितान्त व्यक्तिगत प्रश्नहरूतिर नगएर अलिकति समसामयिकमा, विषयवस्तुमा केन्द्रित भएर गरिदिनु हुन अनुरोध गर्दछु। र म अब केही साथीहरूका प्रश्नहरू राख्नुभन्दा पहिला म छोटकरीमा मेरो प्रश्न एउटा अतिथिलाई स्वागत गर्दै, यहाँको मैले भर्खरै एउटा पेपर मैले पढ्ने मौका पाएको थिएँ, सानो पेपर। त्यसमा चाहिँ यो विद्रोहपछि हाम्रो 1990 भनेर लेख्नु भएको छ यहाँले। 1990देखि विद्रोहपछि चाहिँ एउटा चाहिँ सुरक्षा भिजन र सुरक्षा थ्रेटमा को मुद्दामा नेपालले यथेष्ट ध्यान दिन नसकेको भन्ने कुरालाई त्यसमा उल्लेख गर्नुभएको छ। र अहिलेको यो जेएनजी मुभमेन्ट जुन भएको छ, यसको सामाजिक मनोविज्ञान यहाँले भन्नुभयो, यो नेताहरूको कारणले अथवा परिपक्व नेता नपाएको कारणले अथवा यो सेक्युरिटी भिजन र थ्रेटमा हामीले यथेष्ट ध्यान नदिएको कारणले कतै यो अहिलेको अपराइजिङ, यस्तो यो अनएक्सपेक्टेड अपराइजिङ भएको कतै देख्नुहुन्छ? छोटकरीमा मात्रै। धन्यवाद सर। यहाँले मेरो त्यो लेखलाई चाहिँ एकदम सारमा प्रस्तुत गरिदिनु भयो। फेरि आशय त्यही नै थियो त्यो लेखको पनि। हामी 1990को दोस्रो पछि 1990को पछिको सशस्त्र द्वन्द्व, त्योभन्दा अगाडिको होइन। मैले त्यहाँनिर त्यही सुरक्षा चुनौतीहरू केही उल्लेख गरेको थिएँ, जसको उद्देश्य के थियो भन्दा प्रमोटिङ नेसनल इन्ट्रेस्ट, हाम्रो नेपालको राष्ट्रिय हितलाई प्रवर्धन गर्ने तत्त्वहरू के हुन् भन्दाखेरि हामीले प्राय गरेर एउटा चाहिँ हाम्रो कल्चर थियो, सेक्युरिटीको कल्चर थियो, अर्को सेक्युरिटी भिजन, दूरदृष्टि, सुरक्षाको दृष्टि हुने थियो भने अर्को महत्त्वपूर्ण पाटो त्यहाँ चाहिँ एबिलिटी टु आइडेन्टिफाई द सेक्युरिटी थ्रेट्स भन्ने थियो। आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीहरूलाई त्यसलाई पहिचान गर्ने क्षमता मुख्य रूपमा
त्यो क्षमता भनेको केवल राजनैतिक दलका नेतृत्वको मात्रै नभएर सामाजिक चाहिँ त्यो अझ बढी भन्नुपर्दाखेरि हामी जुन नागरिक समाज भन्छौँ, सामाजिक पक्षहरूको भन्दा पनि नागरिक समाज को नेतृत्वको भूमिका, कर्मचारी तन्त्रको भूमिका, राजनीतिक दलको भूमिका, यो तीनवटै नेतृत्वको भूमिका चाहिँ बाह्य तथा आन्तरिक सुरक्षा चुनौतीहरूलाई पहिचान गर्न चाहिँ त्यति धेरै सक्षम भएको जस्तो चाहिँ देखिएन। यसको मूल कारण त एउटा यो पनि हो। धन्यवाद। म मेरा आफ्ना यो न्यासविल चौतारीका साथीहरूको प्रश्न त छँदैछ। यसमा अहिले म एकजना मेरो साथी हुनुहुन्छ क्यानाडाबाट, निर्मल सुवेदी। निर्मलजी, प्लिज क्यान यू आस्क अ क्वेसन भेरी क्विकली? धन्यवाद भट्टजी। मैले भण्डारीजीलाई सोध्न मन लाग्यो, जस्तो कि नेपालमा त्यत्रो ठुलो आन्दोलन हुनलाई एउटा रेडी भइरहेछ, भित्रभित्र आगो, भुसको आगो सल्किरहेछ। सामाजिक सञ्जाल, पत्रकारहरू, देशको इन्टेलिजेन्सिया, तिनीहरूले चाहिँ किन आकलन गर्न सकेनन् त्यो कुरालाई? त्यसमा कहाँनिर के चिज चाहिँ मिसिङ भयो समाजशास्त्रीय दृष्टिकोणले? हजुरले अलिकति त्यसमा प्रकाश पारिदिनु न। यसमा योभन्दा अगाडि केही घटनाक्रमहरू नेपालमा भएका थिए। जस्तो हामी नयाँ बसपारको लोथसे मलमा एउटा सानो घटनाको बिचमा पनि केही वर्ष अगाडि एउटा पसल लुटपाट भएको थियो। त्यसको केही समयपछि हामीले चैत्र 15 गते, फेरि गएको चैत्र 15 गते राजावादी समूह भनेर चिनिएका केही समूहहरूको आन्दोलनमा पनि यस्तै प्रकृतिको हामीले घटना बेहोरेका थियौँ। मैले आन्दोलनका प्रकृतिहरूमा केही परिवर्तनहरू आएका थिए र नेपालमा अहिले जे भयो त्यो चाहिँ हामीले श्रीलङ्का, बङ्गलादेश अथवा अरू विश्वका कुनै पनि देशमा भएको घटनाक्रमसँग जोडेर हेर्दा हुबहु मिल्ने जस्तो देखिँदैन। यहाँ कतिपय पक्षहरू कस्तो देखिन्थ्यो भन्दा आह्वानकर्ताहरू थुप्रै हुनुहुन्थ्यो र आह्वानकर्ताहरूले पछि पनि धेरै औपचारिक अनौपचारिक छलफलहरूमा भएका निष्कर्षहरूबाट के थाहा पाउन सकिन्छ भन्दा यो गतिको आन्दोलन र यो क्षतिको प्रारूप आकलन गरिएको थिएन, कतैबाट पनि आकलन गरिएको थिएन। सबैभन्दा पितामहजीको इन्टरनेट साधारण डिस्कनेक्ट एउटा भयो जस्तो देखिन्छ। प्राविधिक एकछिन। समस्या छ, उतापट्टिको इन्टरनेट अलिकति स्लो भएको जस्तो देखिन्छ। आई थिङ्क लेट मी सी इफ ही इज स्टिल हियर। एकछिन वेट गरौँ। आई थिङ्क उहाँको डिस्कनेक्ट भएको जस्तो छ। ही माइट बी कमिङ इन ब्याक। उहाँ आइसक्नु भएको छ। उहाँ चाहिँ Okay. आई आस्क हिम टु अनम्युट। ओके। हजुर, के प्राविधिक समस्या भयो जस्तो छ सर, म आएँ सर फेरि। सर, अहिले हामीले यहीँनिर सबैभन्दा ठुलो डिलेमा चाहिँ यहीँनिर छ सर। यो चाहिँ योभन्दा अगाडि भएका केही अन्तर्राष्ट्रिय अभ्यासहरू थिए जहाँनिर अत्यन्त ठुलो हिंसा र द्वन्द्वग्रस्त ठाउँहरू भइसकेपछि कहीँ पिस किपिङको मिसनमा जाँदाखेरि, जस्तो हामी 1994को रुवान्डाको इक्जाम्पल लिन सक्छौँ, जहाँनिर सूचना भएर पनि केही एक्ट गर्न नसकिने एउटा स्थिति। नेपाल अहिले त्यो स्थितिमा छ। वास्तविक रूपमा हामीले पनि अझै धेरै अध्ययन अनुसन्धान गर्नुपर्ने पाटाहरू थुप्रै छन्। के यो सूचना पर्याप्त सूचना नभएर हो अथवा सूचना भएर पनि पर्याप्त चाहिँ त्यो मनोबल, राजनैतिक मनोबल नभएर हो भन्ने छ। यसको महत्त्वपूर्ण पाटो त कहाँनिरबाट केलाउन सकिन्छ भन्दा यो आन्दोलनको आह्वानकर्ता जो थिए उनीहरूलाई यो जुन राजनैतिक खिचातानी भन्दा पनि सामाजिक मुद्दाहरूको उठान गर्ने, माइती घरमा प्रदर्शन गर्ने र त्यो प्रदर्शन गर्दाखेरि सुरक्षा निकायहरूसँग अत्यन्त समन्वयात्मक ढङ्गबाट, यतिसम्म कि हामी माइती घरमा प्रदर्शन गर्दैछौँ भनेर के अरे जिल्ला प्रशासन कार्यालयमा गएर त्यसको निवेदन समेत दिने, यो भनेका अत्यन्त शान्तिपूर्ण, सरल र अत्यन्त संयमित आन्दोलनका आधारहरू थिए। त्यो भइसकेपछि त्यति बेलाको एउटा ट्रिगरिङ फ्याक्टर भनेको के थियो? अघि मैले पनि भने सामाजिक सञ्जालहरू बन्द भएको परिस्थिति थियो। त्यो परिस्थितिलाई मलाई लाग्छ आन्दोलनका आह्वानकर्ताहरूले स्टेप बाई स्टेप चरणबद्ध आन्दोलनको रूपमा विकसित गर्दै जाने खोजेका थिए र यहाँनिर आन्दोलनको नेतृत्व पनि पूर्ण रूपमा विकसित भइसकेको थिएन। यो आन्दोलनमा खास यो आन्दोलनको नेतृत्व को हो भन्ने कुरो भदौ 23 र 24 गतेको आन्दोलनको नेतृत्व कसैको नाममा थियो भने 25-26 गतेपछि हामी अरू कोही नेतृत्व आन्दोलनको रूपमा स्थापित भएको हामीले देख्दैछौँ। भनेपछि यसले के खाडल यहाँनिर जन्माउँछ भने 23 गतेको आन्दोलन जुन
प्रवृत्तिमा अगाडि बढ्यो त्यो अत्यन्त राज्य कहाँनिर चुक्यो र त्यो हिंसा भड्किसकेपछि त्यसको परिणाम के भयो भन्ने म यहाँहरूलाई उदाहरण दिन चाहन्छु। जसरी 23 गते बिहान 9 बजेदेखि 11 बजेसम्म माइती घरमा आन्दोलनकारीहरू सबभन्दा पहिला आउने जो आह्वानकर्ताहरू हुनुहुन्थ्यो र 11 बजेपछि मात्रै बानेश्वरको एरियातिर जाने भन्ने हामीले पढ्यौँ सुन्यौँ पछि। तर 10 बज्दा नबज्दै माइती घरमा त्यो भिड थामी नसक्नुभयो र त्यो मास आन्दोलनका आह्वानकर्ताले त्यहाँ प्रयोग गरिएका नारा, त्यहाँ प्रयोग गरिएका ब्यानरहरूलाई संयमित र अनुशासित बनाउने प्रयास गर्दा उहाँहरू आफै त्यो भिडबाट बाहिरिनुपर्ने बाध्यतात्मक परिस्थिति सिर्जना भएको हामीले विभिन्न माध्यमहरूबाट देखिरहेका थियौँ। त्यसले गर्दा भाद्र 23 गते त्यो अनियन्त्रित भिड संसद भवनतिर पुग्यो र जहाँनिर तत्कालीन अवस्थामा सुरक्षा निकायहरू त्यो परिवेशको आकलन गर्ने र त्यो तयारी गर्ने उद्देश्यका साथ थिएन भन्ने विभिन्न कोणहरूबाट विश्लेषण गरिँदै आइएको छ अहिले हेर्दाखेरि। र त्योभन्दा केही अगाडिका सामाजिक सञ्जालका आधारहरूमा हामी के देख्न सक्छौँ भन्दा आन्दोलनका इन्फ्लुएन्सर ग्रुप भनिएका व्यक्तित्वहरू र आह्वानकर्ताहरू कतिपय सुरक्षा निकायका व्यक्तित्वहरूसँग, उच्च पदस्थ व्यक्तित्वहरूसँग अत्यन्त समन्वयमा रहेको र यो म के भन्छु भने यहाँनिर चाहिँ सरकार र सुरक्षा निकायमा भएका त्यति बेला त्यो जुन दङ्गा नियन्त्रणको दायित्व पाएको सुरक्षा निकायको नेतृत्व थियो, मध्यम वर्गको नेतृत्व, मध्यम तहको नेतृत्व थियो, त्यो नेतृत्व चाहिँ आन्दोलनकर्तासँग नै त्यति नजिक भइसकेपछि, समन्वयात्मक ढङ्गबाट अगाडि बढिसकेपछि विद्रोहको त्यो रूप हुन्छ भन्ने उहाँहरूलाई लागेन। तर अकस्मात रूपमा लाग्छ संसद भनेको नेपालको हकमा अहिले कुनै बेला राजाहरूमा थियो सार्वभौम, त्यसपछि राजा र संसद दुवैमा सार्वभौमता थियो। पछिल्लो समय नेपालको सार्वभौमता कहाँ थियो भनेर कसैले सोध्यौँ भने हामीले भन्दा त जनतामा भन्छौँ, तर प्राविधिक रूपमा सार्वभौमता भनेको त पहिले राजाहरूमा भए जस्तै त्यो त संसदमा आएको थियो। अनि त्यो सार्वभौमताको चाहिँ सार्वभौमताप्रतिको खतरा भनेको खालि अन्तर्राष्ट्रिय आधारहरूबाट र अन्तर्राष्ट्रिय क्षेत्रबाट मात्रै हुँदो रहेनछ। त्यो आन्तरिक विद्रोहहरूबाट, आन्तरिक अस्तव्यस्तताबाट पनि त्यो क्षेत्र खरब अलिकति त्यो खतरा हुँदो रहेछ भन्ने हामीले यसपालि देख्यौँ। र त्यहाँभित्र भएको त्यो घटना के भएको थियो भन्ने आयोग बनेको छ, निष्पक्ष न्यायिक छानबिन आयोग बनेको छ। त्यो आयोगको कुनै पनि परिणाम नआइकन हामी यसै भन्न सक्ने स्थितिमा छैनौँ अहिले। या त त्यो असावधानी थियो या घुसपेठ थियो भन्ने कुरा आयोगको निष्पक्ष रिपोर्ट नआइकन हामी त्यसमा पुग्न सक्ने स्थिति पनि देखेनौँ। त्यसले गर्दाखेरि के भयो भन्दा अघिल्लो दिनको जुन घटना भयो 8 सेप्टेम्बरमा, त्यहाँनिर केही स्कुले बालबालिकाहरू पनि पुगे र उनीहरू चाहिँ स्कुल युनिफर्ममा उनीहरूको त्यहाँनिर गोलीबाट मृत्यु भइसकेपछि, गोली लागेर मृत्यु भइसकेपछि त्यसले एउटा खालको आम मानिसमा अत्यन्त ठुलो निराशा र आक्रामक परिस्थितिको निर्माण गर्यो। र त्यही दिन बेलुका फेरि के भयो भन्दा सरकारमा रहेका दलहरूका कतिपय मन्त्रीहरू सामाजिक सञ्जालबाट राजीनामा दिनका लागि तत्पर देखिनु र सँगसँगै गठबन्धनभित्र भएका दलहरूका प्रभावशाली नेताहरूको बीचको समन्वय, संवादको अभाव र तत्काल सुरक्षा परिषदको बैठक बसेर परिस्थितिको आकलन गर्नुपर्ने चासो नदिँदाखेरि त्यसले आम राजनीतिक दलहरू जसको जरा अत्यन्त तल ओडा तहसम्म थियो, ती तलसम्म भएका मानिसहरूको बीचमा उनीहरूले स्पष्ट सन्देश पाउन सकेनन् र आफ्नै भनिएका सरकारहरू, आफ्नै भनिएका नेताहरू जो संसदमा छन्, प्रतिपक्षमा, सत्तापक्षमा, यो सबैको दायित्व थियो जसले एउटा विद्यालयको बालबालिकालाई पनि बचाउन सकेनन् र तिनीहरूमाथि निर्मम ढङ्गबाट गोली प्रहार भयो भन्ने भाष्य निर्माण भइसकेपछि भदौ 24 गते देश चाहिँ दलविहीन अवस्थामा भन्छु म चाहिँ। कुनै पनि दलका कार्यकर्ताहरू पनि आफूहरू त्यो दलसँग आबद्ध नभएको भन्ने हतार निर्णय गर्न तत्पर देखिन्थे। नेतृत्व तहमा भएका कतिपय भातृ संस्थाका नेतृत्वहरू हामी त्यो देखिसकेपछि के भयो भन्दा एक प्रकारको सुरक्षा निकायको मनोबल पनि अलिकति गलेको अवस्था। र अर्को महत्त्वपूर्ण पाटो के थियो भन्दा कर्फ्यू आदेश जारी भइसकेपछि पनि सडकहरू चाहिँ सुरक्षा निकायको अथवा सुरक्षा निकायका कुनै पनि सुरक्षा निकायको सदस्यको सडकमा हामी उपस्थिति देख्दैनथ्यौँ त्यति बेला। यसको अर्थ के हो भन्दा भिडहरू कतापट्टि जम्मा भएका थिए र कसरी अगाडि आउँदैछन् भन्ने आकलन गर्न नसकेको स्थिति चाहिँ महत्त्वपूर्ण थियो। मैले भन्नुपर्दा त समग्र रूपमा आक्रोशको अभिव्यक्ति अलि बढी थियो र त्यही बेलामा प्रविधिको सहयोगबाट सम्बन्धित सार्वजनिक चाहिँ स्थानहरू चिनाउने र व्यक्तिका घरहरू चिनाउने जुन विधिहरू प्रयोग गरिए मलाई लाग्छ ती पनि छानबिनको दायरामा आएकै छन्। धन्यवाद। मेरा
थुप्रै साथीहरूले यहाँ मलाई टेक्स्ट गरेर क्वेसनहरू पठाउनु भएको छ। कतिपयको म उच्चारण गरिदिन्छु, कतिपयले आफै उच्चारण गर्नुहुन्छ। तर स्पिकरलाई म एउटा अनुरोध के गर्न चाहन्छु भने बडो सान्दर्भिक कुरा भइरहेछ, हाम्रो छलफल पनि एकदम सकारात्मक भइरहेको छ, सबैले इन्जोय गरिरहेका छन्। तर त्यो क्वेसनहरू आउँदाखेरि फ्युचरमा कतिपय क्वेसनहरू आउने आउने नै वाला छन्, मान्छेहरू वेट गरिरहेका छन् क्वेसनको लागि। त्यही भएर जवाफ दिँदाखेरि एकदम सर्टमा गर्न सकिन्छ भने त्यो मोर क्वेसन्स आर कमिङ। अब म हाम्रो नेक्स्ट क्वेसनको लागि चन्द्र सापकोटा हुनुहुन्छ यहाँ। मैले हात उठेको नोटिस गरिराखेको छु। आइएम जस्ट गिभिङ दिस चान्स टु सम अफ दि अर्गनाइजर्स। Chandra Sapkota first, then I'm just coming to other people. Chandraji, are you here? Yes. Dr. Bhandari, again, thank you for your time. Can you hear me? Yes, please. Okay. हजुरले अहिले भर्खरै उठाउनु भएको कुरालाई नै जोड्दाखेरि अब 1990देखि हजुरकै बुकलाई हजुरकै आर्टिकलको आधारमा जाने हो भने धेरै आन्दोलन भए, धेरै विद्रोह भए, अथवा धेरै अब माओवादीकोदेखि सबै खालको आन्दोलन भयो। अब यो बारम्बार दोहोरिन्छ र जतिपटक आन्दोलन भए पनि नेपाल झन् अव्यवस्थित अनि अनिश्चितताको एउटा शिकार बन्न पुगेको छ। अब यसको सल्युसन चाहिँ के हुनसक्छ, अथवा किन नेपाल यत्रो आन्दोलन हुँदाखेरि अनि हजुरले भन्नुभएको छ दुईपटक चुनाव राम्रोसँग भयो भने एउटा स्थायित्वको एउटा चाहिँ सिम्बल हुनसक्छ। तर हामीसँग चारवटा चुनाव हुँदाखेरि पनि त्यसको केही पनि सङ्केत छैन। थोरै यसमा तपाईँको पर्सपेक्टिभ सुनाउँ न। यसको एउटै मात्रै आधार चाहिँ के देखियो भन्दा जुन मूल राजनीतिक दल अथवा कर्ताहरू हुन् उनीहरूको राजनीतिक संस्कृति भन्छौँ हामी है। हामी बिहेभियरल पोलिटिक्समा हेर्दाखेरि के देखिँदो रहेछ भन्दा सङ्ख्याको स्थिरता मात्र स्थिरता होइन रहेछ, राजनीतिक संस्कृतिको स्थिरता चाहिँ स्थिरता हो रहेछ। र त्यसमा दलहरूको गठनको विधिको जुन प्रक्रिया हामीले ऐतिहासिक कालदेखि देख्दै आइरहेका थियौँ, योभन्दा अगाडि दलहरू एउटा राजनीतिक विचार सिद्धान्तमा कटिबद्ध भएर आधारमा आउँथे भने त्यसले गर्दाखेरि आन्दोलनहरू हिंसात्मक भन्दा अलिकति बढी सशस्त्र द्वन्द्व बाहेक अरू आन्दोलनहरू कम अहिंसात्मक र अनुशासित देखिन्थ्यो। तर हरेक पटक यस्तो खालको आन्दोलनहरू आउने, वितृष्णा आउने भन्नेको एउटा आधार चाहिँ के हो भन्दा हरेक परिवर्तनपछि दलहरूले एउटा सपना देखाउने, हाइटेन्ड एक्सपेक्टेसन भन्छौँ हामी, पिपुलको हाइटेन्ड एक्सपेक्टेसन एकातिर हुने तर गभर्मेन्टको डेलिभरी अर्कोतिर हुने। हामी अनि त्यो बिचमा राजनीतिक दलहरूको बिचको जुन एउटा समस्यालाई समाधान गर्न चाहिने जुन समन्वयात्मक संस्कृति हुन्थ्यो त्यसलाई चाहिँ विशुद्ध प्रतिस्पर्धात्मकमा लैजाने र हरेक दलहरूमा हामीले हेऱ्यौँ भने यहाँनिर पद व्यवस्थापन, व्यक्ति व्यवस्थापनको मुद्दा पेचिलो भएर आउने मुख्य कारण चाहिँ व्यक्ति व्यवस्थापनको मुद्दा चाहिँ अत्यन्त पेचिलो भएर आउने कारण हामी देख्छौँ। अर्को भनेको चाहिँ के भन्दा विकास नभएको पनि होइन, कतिपय ठाउँमा डेलिभरीका कुराहरू पनि नभएका होइनन्, तर जुन खालको हामीले पारदर्शी ढङ्गबाट अगाडि लैजानु पर्छ भनेर वकालत गर्दै आइरहेका हुन्थ्यौँ, जे विधिहरू निर्माण गर्थ्यौँ त्यो विधिहरू चाहिँ हामीले आफूलाई पर्दाखेरि त्यो विधिहरू कहिलेकाहीँ मिच्ने गऱ्यौँ। जस्तो संसद जारी छ भने कहिलेकाहीँ हामी के गरिदिने, अध्यादेश पनि ल्याइदिने आफूलाई मन पर्यो भने है। कहिलेकाहीँ केही ऐन नियमका कानुनहरू अलिकति बढी फेरिदिने, त्यसले गर्दाखेरि भएको विकासको गतिविधिलाई हामीले ट्र्याकमा राख्न नसक्ने, भएको उपलब्धिलाई जनतालाई आश्वस्त पार्न नसक्ने, अब यता जाउँ भन्न नसक्ने, तर निरन्तर रूपमा राजनीति चाहिँ चुनावी राजनीति मात्रै गर्ने। एउटा चुनाव हुन पाएको 1 वर्ष भएको छैन अनि अर्को चुनावको एजेन्डा बनाउँछौँ हामी। जस्तो योभन्दा अगाडि पनि हामी के देख्यौँ भन्दा 84को चुनाव, त्यो चुनाव 84को चुनाव त चुनावकै बेला गर्नुपर्ने एजेन्डाहरू हुन्थ्यो होला नि त। त्यसले गर्दाखेरि इलेक्टोरल पोलिटिक्स चाहिँ अलिकति बढी हाबी भइदिनको कारणले गर्दाखेरि आएका परिवर्तनहरूलाई संस्थागत गर्न नसक्ने, पिपुल्स एक्सपेक्टेसन हाइट बढी हुने, एक्सपेक्टेड हाइट र पर्फर्मेन्स हाइट कम हुने जस्तो चाहिँ देखिन्छ। धन्यवाद। यसमा क्रस क्वेसन पनि थिए केही साथीहरूका, तर म अहिले क्रस क्वेसनलाई यसलाई थाँती राखेर एकजना हाम्रो साथीले क्वेसन यहाँ पठाउनु भएको छ। So I'm calling Dr. Bharat Pokhrel, then I'm calling Dr. Aditya Khanal, then I'm calling Dr. Bose Balayar. 3 people in a line. First, Bharat Pokhrel. Dr. Bhandari, namaskar. Thank you so much. Very detailed presentation. होइन मलाई के सोध्न मन लाग्यो भन्दाखेरि योभन्दा पहिला विद्रोह हुँदाखेरि हामी जुन स्कुले जीवनमा थियौँ त्यो बेला राँके जुलुस बाल्थ्यो अघिल्लो दिन, अनि भोलिपल्ट नेपाल बन्द हुन्थ्यो, अनि रत्न पार्कमा टायर बाल्ने अनि रेलिङ भाँच्ने, अनि त्यहाँबाट कर्मशः त्यस्तै काम हुँदै जाँदा त्यसको आकलन हुन्थ्यो कि यसले कति टाइम लिन्छ भन्ने हुन्थ्यो।
अनि त्यहाँपछि अहिलेको हेर्दाखेरि टेक्नोलोजी हेज बिन युज भने चाहिँ अब डिस्कोडहरू युज गरेर मान्छेलाई अर्गनाइज गर्न लाग्यो भने चाहिँ के अलिक टेक्नोलोजी युज गरेर नै बढी अब आन्दोलन हुने अथवा विद्रोहहरू हुने खालको हामी नेक्स्ट स्टेपमा पुगेका हुन्छ हामी नेपालमा पनि अथवा बाहिर पनि त्यस्तै हुन्छ। तर नेपालमा पनि हामी त्यही अब टेक्नोलोजीलाई बढी युज गरेर अर्गनाइज गर्ने अनि आफ्ना कुराहरू राख्ने अनि कम टुगेदर बट यो पटकको त्यो टेक्नोलोजी युज गर्दा गर्दै पनि पछि दोस्रो दिन जुन विध्वंस भयो जुन सम्पत्तिको नाश भयो त्यो छँदैछ। तर आई वाज थिङ्किङ टेक्नोलोजी कुड प्रब्ली हेल्प अस टु सेयर आवर विद्रोह के भन्छ तपाईँले? होइन, एकदमै हजुरले भन्नुभएको कुरामा त अब लगभग सत्यता नै देखियो संसारभरि। तर टेक्नोलोजीलाई आन्दोलनलाई मर्यादित गर्ने, अनुशासित गराउने, एजेन्डाहरू फ्लोट गर्ने, होइन, मान्छेलाई सङ्गठित गर्ने भन्दा पनि यसलाई अलिकति बढी प्रोभोकिङ एजेन्टको रूपमा बढी लिइयो र यसले के गरायो भने उठान त गर्यो, तर यसको बैठान गर्नका लागि फेरि त्यही टेक्नोलोजीको प्रयोगबाट गर्न सकिन्छ जस्तो सकिँदैन जस्तो भन्ने भाष्य यही हाम्रो अहिलेकै उदाहरणले हामीलाई दिएको छ। किन भन्दा यही टेक्नोलोजीको माध्यमबाट जसरी विध्वंस र विद्रोहका आधारहरू निर्माण गर्न सजिलो भयो, मानिसलाई चाहिँ अलिकति बढी इन्डक्ट्रिनेट इन टर्म्स अफ आइडियोलोजी होइन कि इन टर्म्स अफ बिहेभियर र एक्सन त्यसरी भयो। तर त्यही कुरालाई फेरि सम्हाल्नका लागि चाहिँ हामी अत्यन्त धेरै ठाउँमा चुक्यौँ। त्यसैले अब खास भन्यो भने त टेक्नोलोजी त अहिले मान्छेको लाइभलीहुड स्ट्राटेजी नै भइसक्यो। अहिले मान्छेको चाहिँ त्यो यो कसैको लागि जीविकोपार्जनको माध्यम भएको छ भने धेरैको लागि त यो एक प्रकारको अझ बढी साउथ एसियन कन्टेक्स्टमा हेर्नुहुन्छ भने त हामी के भन्छौँ भन्दा कतिपय सामाजिक सञ्जालका प्लेटफर्महरू चाहिँ नसा जस्तो भइसकेको छ नेपालमा। अनि त्यस्तो बेलामा अनि त्यसपछिको विरोध भइसकेपछि अनि अब यो टेक्नोलोजीलाई हामीले अलिकति बढी नेपालमा चाहिँ के को रूपमा प्रयोग गरिएको छ भन्दा टेक्नोलोजी नै हो नि त जसले मान्छेलाई कनेक्ट गर्छ, अरू बिहेभियरल कुराहरूलाई सिकाउनलाई सजिलो गर्छ, होइन। सिकाइमा विभिन्न चाहे त्यो बाल सिकाइको कुरामा होस्, चाहे विश्वविद्यालय स्तरको पढाइमा होस्, प्रविधिलाई प्रयोग त अत्यन्त मिहिन ढङ्गबाट गरिएको थियो। अझ हामीले अझ बढी भन्यो भने त यो प्रविधिलाई हामीले कसरी प्रयोग गरिरहेको थियो पोस्ट कोभिड सिचुएसनमा भने यो क्राइसिस ड्रिभन भए पनि टेक्नोलोजीलाई चाहिँ हामीले असाध्यै त्यो नियमित काम गर्नलाई पनि प्रयोग गरिएको थियो। तर अकस्मात यो यस्तो ठाउँमा आइदियो कि प्रविधिले चाहिँ हामीलाई अघि पनि मैले भने त्यो भाष्य निर्माण गर्ने ठाउँमा पुर्यायो, तर यसले सोलुसन दिने ठाउँतिर चाहिँ यो प्लेटफर्महरू क्रिएट गर्न चाहिँ सकेन। धन्यवाद। क्रस क्वेसनलाई मैले थाँती राख्दै डाक्टर आदित्य खनाल, क्वेसन हेज टु बी क्विक एन्ड बिकज पिपल आर वेटिङ फर मोर क्वेसन्स। थ्याङ्क यू डक्टर भण्डारी फर जोइनिङ। म आदित्य खनाल, म यहाँ टेनेसी स्टेट युनिभर्सिटीमा कृषि अर्थशास्त्रमा प्राध्यापन गर्छु। र मेरो प्रश्न चाहिँ अब यो युवाहरूको निराशा, तपाईँले भन्नु निराशाले पोलिटिकल पार्टीप्रति अलिकति विश्वास नभएको, त्यो कारणले गर्दाखेरि मुभमेन्टमा काहीँ न काहीँ कन्ट्रिब्युट गर्यो भन्ने कुरा भयो। त्यही आधारमा गरेर अब किन भयो होला भन्ने र अब युनिभर्सिटीको अलिकति एजुकेसन सिस्टमको लिएर मेरो क्वेसन छ। यो सबै भएको हुनाले स्पेसली यो पोलिटिकल पार्टीमा डिस्ट्रस्ट अनि युवाहरूको अनि पायो भने चाहिँ इदर फर वर्क अर फर एजुकेसन बाहिर आउने भन्ने त्यो छ हाम्रो ट्रेन्ड नेपालको देख्दाखेरि। डु यु सी एनी अर्जेन्ट बट kind of doable reforms in educational system, university educational system in Nepal, so that state building is in a long term हेर्दाखेरि स्टेट बिल्डिङ भनेको एउटा संस्कार संस्कृति डेभलप गर्ने पनि हो भनेर तपाईँले भन्नुभयो। अब त्यो डु यु सी एनी इमिडिएट 1 or 2 or like 3 you see any reform in university system so that youth would be connected rather than disconnect between politics and then all these political and social institutional systems in Nepal? थ्याङ्क यू सर। थ्याङ्क यू सर। सो धेरै वर्ष अगाडिदेखि हामीले हेऱ्यौँ भने नेपालमा एजुकेसन सिस्टममा हामीसँग नभएको के रहेछ त भनेर हामीले हेऱ्यौँ भने स्ट्रक्चर्स वी हेभ, हामीसँग क्याम्पस प्रशासन छ, होइन, प्राध्यापकहरू हुनुहुन्छ, अरू स्ट्रक्चर्स हामीसँग छ, नभएको होइन। तर अनि इनोभेटिभ कोर्सेस त्यो पनि हामीसँग छ, नभएको होइन। अहिलेको जस्तो झन् यो टेक्नोलोजीको एरियामा त हामी कति ठाउँमा कनेक्टेड छौँ, रिसोर्सको मटेरियल त्यो पनि छ। भनेपछि हामीसँग छैन के त भन्दाखेरि हामीसँग यो पढिसकेपछि हामी कहाँ जाने भन्ने कुराको चाहिँ निर्क्युल छैन। र त्यो पनि दायित्व कहाँको हुन आउँदो रहेछ भन्दा फेरि राज्यको हुन आउँदो रहेछ। हामी कतिपय म आफै विश्वविद्यालयमा भएको कुराले कहिलेकाहीँ के सुन्छौँ भने यस्तो खालको अलङ्कारहरू हामी भाष्यहरू सुन्छौँ, सम सर्ट अफ मेटाफोर्स कस्तोसम्म दिइन्छ भने अब त्रिभुवन विश्वविद्यालय जानुपर्ने विद्यार्थीहरू त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट जाँदैछन्, अन्तर्राष्ट्रिय विमानस्थल जाँदैछन् भनेर त्यस्तो खालको भाष्य
पनि निर्माण हुन्छ भनेको काहीँ पनि शिक्षा प्रणाली आफैले रोजगारी सिर्जना गर्ने भन्दा पनि त्यसको बजारको व्यवस्थापन र बजारको विकास र विस्तारमा त विश्वविद्यालय स्वयंको मात्रै दायित्व हुन्छ जस्तो मलाई लाग्दैन। त्यसले गर्दाखेरि विश्वविद्यालयमा भएको नीतिगत परिवर्तन चाहिँ जुन छ विश्वविद्यालयमा अहिले पनि तपाईँहरूलाई म के कुरा यहाँहरूसँग एडमिट गरौँ भने आफै त्यो विश्वविद्यालयमा एउटा संलग्न भएको चाहिँ व्यक्तिको हिसाबले लामो समयदेखि त्यहाँ काम गरिरहेको हिसाबले हेर्दाखेरि हामी कहाँ कहिलेकाहीँ चिन्ता के को हुन्छ भन्दा विद्यार्थी कम भए भन्ने चिन्ता हुन्छ, विद्यार्थी बाहिर गए भन्ने चिन्ता हुन्छ। तर त्यो विद्यार्थीले यहाँबाट अध्ययन गरिसकेपछि हामीले के संरचना बनायौँ भन्ने कुराको चाहिँ चासो हामीले दिन सकेका छैनौँ। त्यसैले नीतिगत तहमा विश्वविद्यालयमा धेरै राजनीति हुन्छ, बन्द हडताल हुन्छ भन्ने भाष्यहरू पनि निर्माण गरिँदै आएको छ। तर तिनै विश्वविद्यालयहरूमा फेरि कतिपय ठाउँमा ती संरचनाहरू छन् र ती संरचनाहरूलाई नीतिले काहीँ रोकेको छ कि भनेर हेर्न खोज्यो भने त्यस्तो देखिँदैन। तर कहिले काहीँ हामी देख्छौँ नेपालमा राजनीतिक दलको आधार नियुक्तिहरू दलीय आधारमा नियुक्तिहरू भयो भन्छौँ, तर फेरि अर्को हिसाबबाट हेऱ्यो भने पहिले त्यहाँ सेवा आयोगहरू हुन्छ दलमा, त्यसमा प्रतिस्पर्धा गरेर जान्छन्, दलमा आस्था राख्ने मान्छेहरू त्यहाँ निर्वाचित के अरे त्यहाँ चाहिँ छानिएर जान्छन् भन्ने एउटा भाष्य छ भने अर्को भाष्य त्यो छान्ने प्रक्रियामै काहीँ न काहीँ त्यो नातावाद कृपावाद र दलीय आरोप लाग्छ भनिन्छ। त्यसैले मैले अहिले सरलाई एउटै मात्रै भन्न खोजेको कुरा के हो भन्दा नेपाल सङ्घीयतामा गइसकेपछि जुन खालको शिक्षा प्रणाली हामी कहाँ थियो त्यो शिक्षा प्रणालीमा हामीलाई सबैभन्दा ठुलो विकनेस शिक्षा नीतिमा भनेको हामी कहाँ शिक्षामा लगानीको कुरा चाहिँ कम हो र अनुसन्धानमुखी शिक्षाको कम हो। म यहाँहरूलाई धेरै लामो समय लिन 1 मिनटमा मात्रै यो कुरा भने यो घटना हुनुभन्दा अगाडि नेपालमा यहाँहरूलाई मेरो अनुरोध छ हामी पनि सँगै एउटा चाहिँ यसमा अध्ययन गर्न सक्छौँ कति त्यस्ता नेपालमा सर्वेहरू भए सिटिजन डिससेटिस्फ्याक्सनमा र त्यो सर्वेहरू गर्नुका पछाडिका आधारहरू के थिए त ती विश्वविद्यालयहरूले गरेका थिए कि थिएनन्, हामीले भनेका थियौँ कि थिएनौँ, केवल सामाजिक सञ्जालमा आएका र अघि सरले भरोसा जस्तो प्रविधिमा आएका कुराहरू सामाजिक सञ्जालले ल्याएका कुराहरू सामाजिक सञ्जालमा त धेरै चाहिँ के बिग्दो रहेछ भन्दा निराशा बिग्दो रहेछ। स्वाभाविक ढङ्गले त्यहाँभित्र भएको चाहिँ निराशाका आवाजहरू अनि त्यहाँभित्र भएको चित्कार वेदना त्यो रुने कराउने त्यस्तो हुन्छ नि, हामी धेरै जसो त्यो पपुलेसनले चाहिँ त्यो त्यो बढी हेर्दो रहेछ, फोकस त्यो हेर्दै। अनि सबभन्दा बढी अर्को त हेट स्पिच घृणाजन्य अभिव्यक्तिहरू त यति धेरै चलन चल्तीमा छ अहिले। यो सबै कुरालाई मोडरेसनमा ल्याउनका निमित्त रेडिकल सोसाइटीलाई मोडरेट खालको ल्याउनलाई त विश्वविद्यालयहरू त अभिन्न अङ्ग हो नि। यहाँहरूले जसरी कन्ट्रिब्युट गर्नुभएको छ अझ बढी मैले भन्नुपर्दाखेरि त के हुन्छ भन्दा यहाँ त अझ एग्रिकल्चर साइन्स होइन सर, जस्तो हामीले हेऱ्यौँ भने एग्रिकल्चरमा होस् म्याथमेटिक्समा होस् हामी जहाँ पनि उदाहरणहरू ल्याउने बेलामा त हामी पिस एजुकेसनको कुराहरू गर्न सक्छौँ नि होइन। हामी कहाँ न्युट्रिसनको डिपार्टमेन्ट छ, फुड साइन्सको डिपार्टमेन्ट छ, होम साइन्सको डिपार्टमेन्ट छ भने विभिन्न जात जाति भएका समुदायले खानेकुराहरू एक दिन बोकेर ल्याएर यहीँ खाउँ भन्यो भने त त्यो त एक खालको सुपर अर्डिनेटिङ अपिल हुन्थ्यो होला नि होइन सर। त्यो त त्यसकारण विश्वविद्यालयमा पनि हामीले करिकुलम निर्माण गर्दाखेरि चाहिँ हजुरले भन्नुभएको हाम्रा करिकुलमहरूले चाहिँ नेसनल इन्ट्रेस्टलाई चाहिँ कहाँनिर राखेका छन् भन्ने कुरा चाहिँ कमजोरी चाहिँ छ सर। ओके धन्यवाद। यसमा पनि मेरो एउटा सामान्य क्वेसन आएको थियो तर यो क्वेसन आधा एड्रेस भइसकेको छ, आधा पछि गर्नु होला। म डाक्टर भोज बलारलाई बोलाउँछु। उहाँ चाहिँ नेपालको शिक्षा क्षेत्रमा लामो समयसम्म काम गर्नु भएको छ। अहिले पनि उहाँ शिक्षामा त इभन शिक्षामा र राजनीतिक क्षेत्रमा पनि कलम चलाउनुहुन्छ। मैले सानो एउटा एड गर्न खोजेको जुन यो असफलतालाई हामीले मापन गरिराखेका छौँ यसमा असफलता नागरिक समाजको पनि देखिन्छ, विश्वविद्यालयको पनि देखिन्छ, यसमा डायस्पोरा हामी जस्ताको पनि असफलता देखिन्छ, सोसाइटीको कार्यपालिका न्यायपालिकाको झन् ठुलो असफलता देखिन्छ भने मलाई लाग्छ त्यो जिम्मेवारीको थोर बहुत जिम्मेवारी हामी सबैको टाउकोमा छ यो असफलता हुनुमा भन्ने मेरो जिज्ञासा थियो। तर मेबी विल टक अबाउट द्याट लेटर। बिफोर द्याट आई विल इन्भाइट डाक्टर भोज बलायर। आदरणीय घनश्याम सर नमस्कार, हाम्रो प्रस्तुता भण्डारी सर नमस्ते। एकदमै राम्रो। मेरो प्रश्नको उत्तर यो भर्खरै आइसक्यो आउन त यहाँले दिइसक्नुभयो, तैपनि अझ मेरो चाहिँ मेन प्रश्न केमा आधारित छ भने अहिलेको जुन चाहिँ सूचना सम्प्रेषण शुद्धता र यहाँले चाहिँ प्रियतावादको बारेमा जुन चाहिँ नेपालमा बढ्दो जुन चाहिँ अवस्था छ र त्यसलाई चाहिँ हामीले अनुसन्धानमा आधारित ज्ञानहरू हामीले सम्प्रेषण गर्न सकेका छैनौँ भन्ने कुरो चाहिँ यहाँको चाहिँ आइसकेको छ भर्खरै। चाहिँ वास्तवमा मूलत हामी चाहिँ जुन सोसाइटीबाट आएका थियौँ त्यो हाम्रो हिजोको सोसाइटी भनेको कम्युनिटीलाई थिङ्क गर इम्पेरिकल वर्ल्डमा चाहिँ के भइराखेको छ त्यसलाई लिएर हाम्रो विजडम
जुन चाहिँ छ त्यो युज गर भन्ने बुद्धवाद जुन चाहिँ थियो त्यो वास्तवमा एजुकेसनको चाहिँ हाम्रो धार हुनुपर्ने हो, त्यो धार हुन सकेको छैन। अब मेरो प्रश्न के छ भन्दाखेरि यो नहुनाको कारणले गर्दाखेरि नै अहिले तपाईँको चाहिँ सूचनाको शुद्धता बेगर ज्ञान जेनेरेट गर्ने संस्थाबाट चाहिँ यो चाहिँ गलत छ है भनेर चाहिँ हामीले अनुसन्धानमा आधारित कुराहरू दिन नसक्दाखेरि चाहिँ यो भोलि पनि यो ठुलो भयङ्कर चाहिँ अप्ठ्यारो अवस्थामा पुग्न सक्छ। त्यसैले यदि स्टेट बिल्डिङको जुन चाहिँ यहाँले कुरा गर्नुभयो, अब यसमा चाहिँ शैक्षिक क्षेत्रको चाहिँ सुधारमा चाहिँ यहाँले के देख्नुहुन्छ? अब हाम्रो शिक्षा क्षेत्रका मान्छेहरूले भन्नुहुन्छ, उहाँले ठुलै मान्छेले 20 वर्षदेखि एउटा किताब पढ्नु भएको छैन भने अहिलेको लेटेस्ट न्युज उहाँले कसरी हेर्नुहुन्छ, कसरी लैजानुहुन्छ? एउटा कुरो त्यो। दोस्रो चाहिँ एउटा यहाँले मानवाधिकारको कुरो गर्दाखेरि अहिले चाहिँ स्कुल ड्रेसमै आएका 18 वर्षभन्दा मुनिका बच्चाहरू छन्, त्यो भनेको त ठुलो खतरनाक हो। हिजो पनि युज गरेका छ, अहिले पनि युज गरेका छ भने तिनीहरूलाई चाहिँ दबावमूलक रूपमा चाहिँ भोलि गएर कानुनको दायरामा ल्याउनका लागि चाहिँ यहाँले के चाहिँ सजेसन या चाहिँ के उपायहरू अवलम्बन गर्न सक्छ? किनभने तिनीहरूको न त कन्सेन्ट लिएको छ, न त चाहिँ स्कुलको लिएको छ, न प्यारेन्टको लिएको छ। यो मेरो दुईटा प्रश्न हजुरलाई, सरी लामो भयो। ओके प्लिज, ओके गो हेड। ओके क्वेसन छोटो गर्नुपर्छ। थ्याङ्क यू सर। थ्याङ्क यू सर। मैले शिक्षाको बारेमा त अघि सरलाई पनि भनिसकेँ र शिक्षामा सूचना सम्प्रेषण गर्दाखेरि अहिले नेपालमा देखिएको हजुरले भन्न खोज्नु भएको डिसइन्फर्मेसन र मिसइन्फर्मेसनको कुरा सायद यो संसारभरि नै यो अहिले अत्यन्त ठुलो खतरा बनेको छ र सबभन्दा ठुलो सुरक्षा चुनौती पनि बनेको छ, जसले गर्दाखेरि आम मानिसहरूमा हामीले परम्परादेखि पढ्दै आएको जुन सामाजिक सम्झौताको सिद्धान्त छ, जसरी मानिसहरूले आफूसँग भएको अधिकार कुनै एउटा निश्चित समूहलाई दिन्छन्, प्रतिनिधिलाई दिन्छन् राजनीति मार्फत भन्ने, त्यो नै सबभन्दा ठुलो च्यालेन्ज भएको स्थिति। हामी फेरि एउटा साधारण प्राविधिक समस्यामा छौँ, प्लिज वेट। म जोडिएँ है सर। अलराइट प्लिज गो हेड। म जोडेँ हो। यस अहिले देखियो र सबभन्दा ठुलो कुरा त के भयो भने अघि सरले पनि भन्नुभयो प्राध्यापकीय चिन्तन भन्नुहुन्छ मलाई एकजना सरले, त्यो प्राध्यापकीय चिन्तन चाहिँ हाम्रो कम भयो अनि हामी चाहिँ बढी कन्सेप्टमा भन्दा पनि इन्फर्मेसनमा, एजुकेसन सेक्टर चाहिँ बढी इन्फर्मेसनमै आधार हुने, इन्फर्मेसनको आधार पनि अलिकति बढी आफू जोसँग नजिक छ उसको इन्फर्मेसनको आधारलाई लिएर कक्षा कोठामा हामी बस्दैन। एउटा अलिकति पेचिलो समस्या हामीलाई एउटा यो छ। अर्को आम भाष्य निर्माण गर्ने मास मिडिया पब्लिक ओपिनियन निर्माण गर्ने थलो थियो, उसले चाहिँ इमोसन्समा बढी खेल्न थाल्ने, इन्फर्मेसनमा होइन। जहाँ कन्सेप्ट चाहिन्छ त्यहाँ इन्फर्मेसन हाबी भइदिएको छ अहिले, र जहाँ हामी कहाँ इन्फर्मेसन चाहिने हो त्यहाँ इमोसनले काम गरेको छ। हामीले यतिसम्म सुनेका छौँ नेपालमा अहिले मूलधारका मिडियाहरू, सामाजिक सञ्जालका प्लेटफर्महरू त परे जाओस्, मूलधारका मिडियाहरूले चाहिँ को व्यक्ति को ठिक र को व्यक्ति बेठिक भनेर आफै सेप गरेको हामीले देखिरहेका छौँ नेपालमा। हुन त यो संसारभरि पनि हो, तर त्यसमा पनि केही न केही एउटा आधार र तर्क त चाहिन्थ्यो होला नि त। एकदमै जजमेन्टलको आधार पनि कतिपय ठाउँमा चाहिँ अत्यन्त बढी अग्रेसिभ जजमेन्टलको आधारहरू हामीले देखिरहेका छौँ। सरलाई मैले अहिले यो शिक्षा क्षेत्रमा देखिनुपर्ने सुधार भनेको चाहिँ मैले यही नै भने, र अर्को महत्त्वपूर्ण पाटो अघि मैले पनि भने राष्ट्रिय हित र राष्ट्रिय सुरक्षामा शिक्षा कहाँ लगेर जोड्ने, अनुसन्धानमुखी कसरी बनाउने र अनुसन्धानबाट आएका कुराहरूलाई इम्प्लिमेन्टेसनमा लैजाने क्षमता छ कि छैन हाम्रा अरू संरचनाहरू। जसरी युनिभर्सिटी एउटा भयो भने विश्वविद्यालय अनुदान आयोग त्यहाँनिर छ, सँगसँगै हाम्रो चाहिँ राष्ट्रिय योजना आयोग त्यहाँ छ, अहिले त प्रदेश योजना आयोगहरू छन्। यी निकायहरू बिचको समन्वय चाहिँ अलिकति बढी कमी हामीले देखेको हो। र अर्को यहाँले जुन मानवाधिकारको कुरा उठाउनु भएको छ अघि शिक्षा क्षेत्रमा, यहाँ चाहिँ यो अघि पनि मैले भने यो निष्पक्ष अनुसन्धानको पक्ष हुनुपर्छ जस्तो मलाई लाग्छ। किन भन्दा हामीले काठमाडौँमा देखेका छौँ कतिपय निजी विद्यालयहरूले युनिफर्ममा आफ्ना विद्यार्थीहरू बाहिर रेस्टुरेन्टमा चिया खाएको थाहा पायो भने भोलिपल्ट उनीहरूले जरिवाना तिराउँछ भने त्यो दिनको आन्दोलनमा विद्यार्थीहरूलाई युनिफर्ममा आउनुभयो भने पुलिसले हान्न पाउँदैन, कानुन लाग्दैन भनेर भन्ने सोसल मिडिया इन्फ्लुएन्सरहरू यो भित्रको दायरामा आउने कि नआउने, र सम्बन्धित विद्यालयहरू जसले विद्यार्थीहरूलाई त्यति कडाइका साथ राख्दै थिए भने आन्दोलनको अग्रमोर्चामा त्यो पनि संसद भवनको ढोकामा पुग्नुपर्ने स्थितिको निर्माण कसरी भयो। र सँगसँगै यदि सरकारले पनि यस्तो परिस्थितिमा विद्यार्थीहरू त्यहाँ युनिफर्ममा छन् भनिसकेपछि दङ्गा नियन्त्रणका अरू विधिहरू नभएर गोलु नै हान्नुपर्ने बाध्यात्मक स्थिति किन भयो?
यो चाहिँ मैले फेरि पनि भने यहाँलाई, यो सबै पाटो चाहिँ निष्पक्ष न्यायिक छानबिनको प्रतिवेदनमा आएपछि मात्रै हामी केही भन्न सक्छौँ। धन्यवाद। अब हामी लगभग 5 मिनटभन्दा बढी समय तपाईँको लिँदैनौँ। थुप्रै प्रश्नहरू केही साथीहरूले यहाँ मलाई टेक्स्ट गर्नुभएको छ। कतिपय क्वेसनहरू त्यो क्विक छन्, एस्नोमै आधारित छन्। त्योभन्दा अगाडि एकजना साथी गुणराज ढुङ्गाना हुनुहुन्छ, उहाँको एउटा क्वेसन छ। क्यान यु आस्क योर क्वेसन भेरी ब्रिफली? हजुर, नमस्ते डाक्टर भण्डारी, थ्याङ्क यू सो मच है। तपाईँको धेरै कुराहरू समसामयिक कुराहरू सुन्न पाइयो। र मेरो क्वेसन चाहिँ म एकदम सर्टमा म के गर्न चाहन्छु हजुरलाई भनेदेखि, अब जुन आगामी निर्वाचनको कुराहरू भइरहेछ नेपालमा होइन, त्यसमा अब दलहरूलाई एउटा ठुलो झट्का लागेको छ र उनीहरू अब आउने निर्वाचनमा चाहिँ सच्चिएर जान्छौँ हामी जनताको माझमा यसरी भन्ने किसिमको चाहिँ एउटा अहिले भनिरहेछन्। अब के उनीहरू साँच्चीकै सच्चिने उनीहरूको त्यो जुन पोलिटिकल जुन कल्चर जुन थियो, उनीहरूको जुन विल पावर थियो, जस्तो संस्कृति भनौँ न, एउटा अघि हजुरले पनि भन्नुभयो, जुन एउटा यो हाम्रो राजनीतिक संस्कृति नै गलत तरिकाले प्रभाव भइरहेछ सम्पूर्ण नेतृत्वदेखि कार्यकर्तादेखि सबैमा, त्यो उनीहरू साँच्चीकै सच्चिएर जान्छन् कि जान्दैनन्, हजुरलाई के लाग्छ? एउटा कुरा। अर्को चाहिँ अब यो जुन अहिले एउटा तत्काल रूपमा जुन प्रश्न आइरहेछ, जस्तै प्रत्यक्ष कार्यकारीको कुराहरू आइरहेछ, यसमा चाहिँ अब यो अहिले भएको संविधानले चाहिँ यो दलहरूको यो संरचना र कुनै पनि दलले स्पष्ट बहुमत पाउने चाहिँ अत्यन्त न्यून सम्भावना छ। त्यसमा त्यो भएर यो गभर्मेन्ट स्टेबल हुँदैन र प्रत्यक्ष चाहिन्छ भन्ने किसिमको जुन आवाज आइरहेछ, यसलाई हजुरले कसरी लिनुभएको छ? त्यति नै। थ्याङ्क यू सो मच भाइ, थ्याङ्क यू सो मच। अब दलहरू यहाँ एउटा केही भाष्यहरू एकदम एब्स्ट्र्याक्ट भाष्यहरू छन्। हामी परिवर्तन चाहन्छौँ, दलहरू सच्चिनुपर्छ, व्यवस्था फेरिएर होइन अवस्था फेरिनुपर्छ भन्ने भाष्यहरू अत्यन्त निर्माण भएका थिए। यी कुराहरूको इन्डिकेटरहरू हामीले अत्यन्त कम पाएका छौँ कि। जस्तो मेरो एउटा इक्जाम्पल, यहाँहरू अत्यन्त विद्वत वर्ग हुनुहुन्छ, धेरै ठाउँमा अनुसन्धान पनि गर्नुभएको छ। हामी करप्सनलाई कसरी मेजर गरिरहेछौँ अहिलेसम्म? हामीले करप्सनलाई मेजर गर्ने आधार भनेको अहिलेसम्म हामी पर्सेप्सनमा मेजर गरेका छौँ, जसको इन्टरनेसनल स्ट्यान्डर्ड इन्डिकेटर नै के छ? करप्सन पर्सेप्सन इन्डेक्स भनेर, CPI भनेर है। अब त्यसको प्रश्न कसलाई सोधिन्छ, त्यो करप्सनको लेभल कहाँ कति छ भनेर, हाम्रो देशमा यति करप्सन छ भन्ने भाष्य चाहिँ CPI-बाट बनाएको छ। अब हामी सबैले यो करप्सनलाई मेजर गर्ने इन्डिकेटरहरूमा रिथिङ गर्ने बेला आयो कि जस्तो पहिला एउटै लाग्छ। एउटा कुरा चाहिँ, जसले गर्दाखेरि दलहरू जो एक्जिक्युटिभ पावरमा छ, एक्जिक्युटिभ पोजिसनमा भएको मान्छेले गरेका कामहरू सबैलाई चित्त बुझाउन सकिँदैन। कुनै पनि राजनीतिक नेतृत्वको नेसनल इन्ट्रेस्टप्रतिको उसले बुझ्ने इन्ट्रेस्ट र आम जनताले बुझ्ने इन्ट्रेस्ट कहिल्यै पनि कुनै पनि देशमा मेल खाँदो रहेन रहेछ। त्यसै कारणले हामीले अत्यन्त विकसित उन्नत लोकतन्त्र भएका भनिएका देशहरूदेखि अत्यन्त विकासोन्मुख देशहरूसम्म पनि हामीले पायौँ भने त्यही नै कुरा पाउँछौँ। अहिले त्यो ट्रेन्ड हेऱ्यौँ भने नेपालमा यति धेरै असन्तुष्टि छ भने हामी उन्नत लोकतन्त्र भएका विकसित मुलुकहरूमा पनि आम जनताका धारणाहरू त अत्यन्त सरकार विरोधीहरू धेरै आइरहेका छन् नि त, होइन? अनि त्यसले गर्दाखेरि चाहिँ हामीले यो दलहरू कुन कुरामा सच्चिन्छन् जस्तो मलाई लाग्छ भने, यहाँले सोधेको प्रश्नमा चाहिँ दलहरू सच्चिने एउटा आधार चाहिँ के हो भन्दा, अब यिनीहरू जुन बन्द कोठाभित्र बसेर निर्णयहरू गर्थे, दलहरू मलाई लाग्छ अलिकति बढी पारदर्शी भएर केही विधिहरू, खास भन्ने हो भने नियुक्तिका प्रक्रियाहरूमा र सामाजिक छवि निर्माण भएका र सामाजिक छवि निर्माण गराउनुपर्छ भन्ने उद्देश्यबाट, राजनैतिक छवि भन्दा पनि सामाजिक छवि महत्त्वपूर्ण हुनसक्छ भन्ने हिसाबबाट यिनीहरू सच्चिन्छन् भन्ने मलाई लाग्छ। किन भन्दा सच्चिएन भने दलहरूको चुनावी अङ्कगणितको कुरा मात्रै होइन, यहाँनिर देशको मूलधारको राजनीति खतरनाक मोडतिर जाने सम्भावना हुन्छ। किनभने मूलधार र विचारधारामा आधारित भएका दलहरू प्रभावशाली भएनन् भने, अब हामीले हेर्नुहोस् नेपालको पूर्वी भेगमा कुन पार्टी जन्मिँदैछ, नेपालको मध्य भागमा वर्तमान सरकारमै मन्त्री रहनुभएका कुन मन्त्रीको आधारले उहाँहरूले त्यो पार्टी निर्माणको कुरा गर्दै हुनुहुन्छ, देशको पश्चिम भेगमा है खास गरिकन कुन समुदायको मानिसले फेरि छुट्टै राजनीतिक दल दर्ता गर्छ। यसले गर्दाखेरि नेपाल चाहिँ यस्तो अवस्थामा मूल राजनीतिक धारबाट निर्देशित दलहरूभन्दा चाहिँ पहिचानवादी सोचबाट दलहरू निर्माण हुन थाले र दलहरू नभएर समूहहरू निर्वाचनमा आउन थाले भने दल र समूहमा त फरक भयो नि त। मानिसहरूलाई एकबद्ध गर्ने एउटा अनुहारलाई फ्रेमिङ गरेर त्यो अनुहारका फलोअरहरू बनाएर गर्न थालियो भने यसले चाहिँ हामीलाई कसैले कसैसँग के कुरा माग गरेको भन्ने प्रष्ट स्थिति नहुनु भनेको चाहिँ त्यो गृहयुद्धको लक्षण हुन्छ। हामी त्यता जाने कि दलहरू वैचारिक चाहिँ विधायिकी बलियो भएका दलहरू चाहिँ त्यो नेतृत्वमा आउन आफूहरू सच्चिने भन्ने चुनौती उनीहरूलाई थप छ यहाँनिर। र दोस्रो यहाँले के भन्नुभयो भने जुन प्रत्यक्ष कार्यकारीको छ, प्रत्यक्ष निर्वाचित कार्यकारीको, मैले अघि पनि भने सङ्ख्यात्मक र अनुहारको उपस्थितिले, जादुमय उपस्थितिले मात्रै त्यसको स्थायित्वको मापन हुँदो रहेन रहेछ भन्ने कुरो हामीले
उन्नत लोकतन्त्र भएको दक्षिण कोरिया जस्तो मुलुकबाट पनि केही वर्ष अगाडि सिकिसकेका छौँ, पहिलो कुरा। र यो चाहिँ मेरो नितान्त व्यक्तिगत कुरा हो, मैले कसैको भावनामा चोट पुर्याउनुपर्छ यो ठिक बेठिक भन्न खोजेको होइन। मलाई के लाग्छ भन्दा नेपाल त्यस्तो देश हो जहाँ कुनै एउटा अत्यन्त पिछडिएको वर्गको समुदायले आफ्नो समुदायको मानिस नेपाल सरकारको सहसचिव सचिव भयो भन्दा पनि गर्व गर्ने ठाउँ रहन्छ है। एउटा सांसद भयो भने पनि मेरो वर्गको मेरो मेरो ऊ छ भन्ने त्यो टाइजहरू जुन छ नि, त्यो टाइजहरू चाहिँ उसले बनाएको हुन्छ। र भोलि प्रत्यक्ष निर्वाचन र अनि नेपालीहरूको हाम्रो मानसिकता कस्तो देखियो अस्ति भन्दा हामी कुनै एउटा प्रधानमन्त्रीलाई 6 महिना पनि पर्खिन सकेनौँ। 6 महिनापछि छोड्छु 6 महिनापछि छोड्छु भनेको प्रधानमन्त्रीलाई हामीले यस्तो ठाउँमा ल्याएर देशको यो स्थिति भयो आज होइन भनेपछि कुनै एउटा व्यक्ति त्यो व्यक्ति आउँदै गर्दाखेरि सुरुमा के आधारमा आउँछ? पपुलिस्ट भएर आउने हो, नत्र उसले कुनै दलको विचारको सिद्धान्तमा लिएर आउँछ भन्ने भाष्य आजका दिनसम्म निर्माण भएको छैन प्रत्यक्ष कार्यकारी। अनि ऊ आउने बित्तिकै के हुन्छ? अनि ऊ आउने बित्तिकै हाम्रो फेरि संसदीय संरचना लेजिस्लेटिभ कस्तो बन्ने अर्को महत्त्वपूर्ण चुनौती छ। लेजिस्लेटिभले सपोर्ट गरेन भने प्रत्यक्ष निर्वाचित कार्यकारीले भएर पनि भोलि नीति नियमहरू बनाउने बेलामा उसलाई अत्यन्त फ्रजाइलिटी हुने देखिन्छ होइन। र त्यसले गर्दाखेरि के हुन्छ भन्दा एउटा समुदायको भनेर एउटा अनुहारलाई फ्रेमिङ गरिदिने र 5 वर्ष पर्खिन सकिन्न भनेर फेरि तलबाट आन्दोलन हुन थाल्यो भने यसले चाहिँ निरन्तर रूपमा अर्को क्यास निकाल्छ। तर मैले यसमा फेरि भूराजनीतिको प्रभावलाई त मैले यसमा अझ जोड्दै जोडेको छैन। हस् त। अब हामी लगभग 1 घन्टा 15 मिनट जस्तो हामी 1 घन्टाको कार्यक्रम हो, हामीले 1 घन्टा जति 1 घन्टा जति हामीले यसमा समय खर्च गऱ्यौँ। के साथीहरूले प्रश्न सोध्नु खोज्नु भएको थियो। मलाई आफैलाई एउटा प्रश्न सोध्न मन लाग्यो। हामीले मेरो विद्यार्थी कालदेखि अहिलेसम्मका जति विद्रोहहरू भए ती सबै विद्रोहहरूमा नेपालको राजनीतिमा विद्यार्थीहरूलाई राजनीतिक शक्तिले आफ्नो एउटा हतियारको रूपमा प्रयोग गर्ने गरेको थियो। यद्यपि त्यो राम्रो कारण पनि थियो कतिपय केसमा माओवादीहरूको युद्धको केसमा त्यो चाहिँ नकारात्मक पनि थियो। 46 सालको आन्दोलनमा त्यो मात्रै एउटा उपाय हुनाले मलाई लाग्छ त्यो सकारात्मक नै मान्नुपर्छ त्यो। तर अहिलेको जेएनजी विद्रोहको यो रूप हेर्दाखेरि यद्यपि यसमा कोही लिडरसिप आएको छैन, कुनै लिडरसिप देखिएको छैन, यो चाहिँ अनअर्गनाइज देखिन्छ। तर विद्यार्थीहरू 11-12मा पढ्ने विद्यार्थीहरूले राजनीतिक दलको प्रभावभन्दा बाहिरबाट बसेर स्वतस्फूर्त रूपमा सडकमा निस्केर एउटा राजनीतिक चेतनाका साथ राजनीतिक परिवर्तनका लागि अथवा सुशासनका लागि गरेका छन् भने यो जेएनजीको विद्रोहलाई भौतिक संरचनाको क्षतिको बाहेक त्यसलाई अलग राख्ने हो भने यसलाई सकारात्मक रूपमा लिन सकिँदैन। यसमा नकारात्मक कुराहरू मात्रै छैन, यसले ठुलो धक्का दिएको छ। सङ्ख्याको आधारमा बलको आधारमा हामी निर्वाचित भएर ठुलो भएर आयौँ भने जे पनि गर्न सकिन्छ भन्ने जुन खालको एउटा मानसिकता थियो, जो सोच थियो, यसले के प्रमाणित गरिदिएको छ भन्दा नेपाल कुनै पनि खालको निरङ्कुशता र नेपाल कुनै पनि खालको एकतर्फीय दबदबालाई स्वीकार गर्न सक्छ भन्ने जुन परम्परागत मान्यता थियो त्यो फेरि एकपटक उदाङ्गिएको छ। त्यो सक्दैन भन्ने आधार नै तय भएको छ। र यसले सकारात्मक सोच के ल्याएको छ भन्दा क्रान्तिले प्राय गरेर विनिर्माण त गर्छ तर निर्माणका आधारहरू पनि त्यो विनिर्माणभित्रै हुन्छ भन्ने हामी मान्यता राख्छौँ र राख्थ्यौँ। तर यसपटक पनि केही आधारहरू त लिएर आएको छ, यसले नवनिर्माणको केही आधार त लिएर आयो, नयाँ त बनाउने भन्यौँ। तर यहाँ नयाँ बनाउने आधारमा हामीले फेरि पनि भन्यौँ प्रोटेस्ट टु पज भन्छु म अहिले। प्रोटेस्ट पछि कुनै न कुनै पावर सेयरिङको मोडल हुन्थ्यो अथवा कुनै अगाडि जाने बाटो तय गर्थ्यौँ भने हामी पजमा गएका छौँ। र अहिले सबै शक्तिहरू के भन्न थालेका छन् भन्दा योभन्दा अगाडि पनि भन्थे राजनैतिक शक्तिहरूले हामी हिंसात्मक नै भए पनि त्यसले ल्याएको परिवर्तन चाहिँ मान्छौँ, स्वीकार्छौँ, हाम्रो पनि त्यसमा स्टेक थियो। तर त्यति बेलाको हिंसालाई चाहिँ हामी अकाउन्टेबल हुँदैनौँ, हिंसाप्रति अकाउन्टेबल हुँदैनौँ भन्ने। अनि अहिले पनि त्यही नै हो। जुन पक्षले यो आन्दोलनको आह्वान गरेर यो आन्दोलनबाट भएका उपलब्धिहरू यसले झकझक्याएको यसको स्वामित्व लिन तयार भएका छन् उनीहरू यो हिंसाप्रति अकाउन्टेबल हुन्छन् कि हुँदैनन्, चाहे त्यो राज्य होस्, चाहे राजनीतिक दल हुन्, चाहे कुनै एउटा पुस्ता किन नहोस्। अनि त्यसले गर्दाखेरि अकाउन्टेबिलिटी योभन्दा अगाडिको पनि हामीले 10 वर्ष सशस्त्र द्वन्द्व हेरौँ, टिआरसी, सत्यनिर्भरता, मेलमिलाप आयोग, बेपत्ता नायक समिति छानबिन आयोग अहिले पनि मौजुदा स्थितिमै छ। त्यो 64,000 भन्दा मुद्दाहरू त्यसमा सल्टेका छैनन् है। त्यसले गर्दाखेरि जबसम्म कुनै पनि राजनैतिक शक्तिले आफूले जुन विधिबाट परिवर्तन ल्याएको स्वीकार गर्छ भने त्यो विधिहरूप्रति ऊ आफू अकाउन्टेबल हुँदैन भने त्यसले फेरि थप निर्माण गर्ने आधार चाहिँ त्यो शक्ति चाहिँ राख्दो रहेनछ। धन्यवाद। मैले यहाँले भनेका प्याराग्राफहरूको बिचमा यो खालि यसलाई यो डायलगलाई अगाडि बढाउनको लागि भारतको यो के भन्छ समाजवादी आन्दोलनका नेता राम मनोहर लोहियाको एउटा सेन्टेन्स छ। आई थिङ्क युआर स्माइलिङ, आई थिङ्क यु नो व्हाट आई एम कमिङ थ्रु।
जिन्दा कौम 5 साल इंतजार नहीं कर सकती भन्नुको अगाडि यो पटक पटक हामीले पढ्न पाउँछौँ यो पुस्तकहरूमा अथवा आर्टिकलहरूमा। जिन्दा जिन्दा जनता जीवित जनताहरू 5 वर्ष वेट गर्न सक्दैनन् भन्ने एउटा छ। खालि मैले जोड्न मात्रै खोजेको। मेरो एकजना साथी हुनुहुन्छ भ्यान्डरबिल्टमा साइन्टिस्ट हुनुहुन्छ, उहाँ सन्तोष थापा। उहाँको प्रश्न एउटा छ, प्लिज सन्तोषजी, प्लिज बी क्विक एन्ड ब्रिफ एन्ड वी अल्सो एक्सपेक्ट भेरी ब्रिफ आन्सर एन्ड देन विल ऱ्याप अप। थ्याङ्क यू। हजुर एकदम सर नमस्कार। लगभग मेरो एन्सर तपाईँले दिइसक्नुभयो मेरो क्वेसनको होइन, तर चाहिँ मैले एउटा सामान्य तपाईँको चाहिँ क्वेसनलाई फेरि अरू क्वेसन तपाईँले दिएको एन्सरमा एउटा मेरो सानो क्वेसन छ चाहिँ म हजुरलाई। मलाई के लाग्ने तपाईँको चाहिँ 62-63देखि यताको आन्दोलन अहिलेसम्मको आन्दोलनबाट प्राप्त परिणाम भनौँ न, जस्तै निर्णय परिवर्तन, पद प्राप्ति, जनसमर्थन आदिको राजनीतिक वैधता स्वीकार हुँदैमा हिंसाको नैतिक वैधता पनि स्वतः वैध ठहरिन्छ। र तपाईँको चाहिँ एउटा क्वेसन यो भयो मेरो होइन। अर्को कुरा चाहिँ जवाफदेहिता चाहिँ स्थापित, तपाईँले भन्नुभयो नि जवाफदेहिता स्थापित नहुने हो भने भविष्यमा पनि त्यस्ता आन्दोलनहरू हुन्छन् होला, यो मात्रै अन्तिम होइन होला। अब त्यो आन्दोलनहरूको अधिक उपलब्धिमूलक चाहिँ मेरो हुने होइन र कम नैतिक जवाफदेही भएर जाने जोखिम कति हुन्छ सर? एकदमै अहिले मैले भनेको पनि त्यही नै हो यहाँलाई। हरेक कुराको के हुँदो रहेछ भने वैधानिकता र कानुनी कुरा दुईटा फरक हो। हामी भन्छौँ नि लिगल र लेजिटिमेट। गभर्मेन्ट लिगल हुन सक्छ तर डे बाई डे उपरिचित भएन भने उसको लेजिटिमेसी विक भएर जान्छ र विद्रोहको पनि लेजिटिमेसी हुन्छ है। विद्रोहले लेजिटिमेसी कसरी मान्यता प्राप्त गर्छ भन्दा सामाजिक रूपमा समाजमा केही गुनासाहरू हुन्छन्, ती गुनासाहरूलाई कसै न कसैले बोक्छ, ती बोक्नेहरू हिरो हुन्, हिरोइक इमेज हुन्छ उनीहरूको, चाहे ती बन्दुकै बोक्ने पनि किन नहुन्। त्यसकारण त्यो हिरोइक इमेजलाई चाहिँ कायम राख्ने दैनन्दिन केही गतिविधिहरू हुन्छन् जो नेतृत्व निरन्तर रूपमा परिष्कृत हुँदै आउनुपर्छ, दिनदिनै खारिनुपर्छ भन्ने हामी मान्थ्यौँ। र यहाँले भन्नुभएको कुरामा त्यही नै हो। फेरि पनि अघि पनि मैले भने, जहाँ यो आन्दोलनको वैधतालाई स्वीकार गर्ने सामर्थ्य सबै पक्षले राख्दैनन् र हिंसाको पाटोलाई चाहिँ एउटा अत्यन्त आफू अनुकूल व्याख्या गर्ने, परिवर्तनको पाटो लिने र त्यसलाई चाहिँ अरू त्यसबाट भएका अरू कुराहरू चाहिँ मैले गरेको होइन भन्ने हो भने त्यसले एउटा स्थिति चाहिँ निर्माण गर्छ। त्यसलाई हामी इम्प्लिसिट इथिकल म्यासेज भन्छौँ। खास भने यहाँहरूले पनि धेरै हेर्नु होला। त्यो इम्प्लिसिट इथिकल म्यासेज भनेको भने अन्तर्निहित रूपमा त्यसले के न केही सन्देश, बन्दुक लिएर परिवर्तन हुन्छ भने एउटा समूहले बन्दुक बुझ्न अर्कोले किन नबोक्ने। केही कुरा चाहिँ फेरि पनि निर्वाचनको माध्यमबाट बलियो भएर संसदबाटै आउन सकिन्छ भने जसरी पनि सांसद भएर किन नआउने होइन। त्यस कारणले गर्दाखेरि त्यो अन्तर्निहित सन्देश, इम्प्लिसिट इथिकल म्यासेजहरू जुन छ त्यसलाई चाहिँ काउन्टर गर्नुपर्छ। र तपाईँले भन्नुभएको प्रश्नमा यसलाई थप चाहिँ यो हुन नदिन के गर्ने भन्दा मैले एउटा स्टेटमेन्ट भन्ने गरेको छु, पोलिटिकल स्ट्रक्चर्स आर क्रिएटेड टु कम्पिट, सोसल स्ट्रक्चर्स आर क्रिएटेड टु कनेक्ट। त्यसकारण त्यो कम्पिटिसनको दायरालाई चाहिँ अलिकति साँघुरो बनाएर त्यो चाहिँ अलिकति बढी कम्पिटिसन भन्दा पनि कनेक्सनको दायरालाई बलियो बनाउने स्ट्रक्चरहरू भयो भने यहाँ चाहिँ हजुरले भने जस्तो त्यो लेजिटिमेसीलाई जोगाउन चाहिँ सकिन्छ, चाहे त्यो आन्दोलनकारीको लेजिटिमेसी होस् अथवा यो सरकार सञ्चालन गर्नेहरूको लेजिटिमेसी होस्। घनश्याम सरको आवाज वार्ता गर्दाखेरि आजको यो वार्तालापले मैले मेरो व्यक्तिगत रूपमा के निष्कर्ष छ भने हामीले यो डायलगलाई कन्टिन्यू गर्ने पर्ने जस्तो देखिन्छ। यसको भाग 2 अथवा यसका श्रृङ्खला पनि हुन सक्छन्। भविष्यमा एउटा कोलाबोरेसन गर्ने फोरम पनि हुनसक्छ तपाईँ हाम्रो बिचमा, र यो विचारको आदान प्रदान गर्ने एउटा थलोको रूपमा न्यासबिल चौतारीलाई को माध्यमद्वारा फेरि हामी जोडिनुपर्ने जस्तो मैले यसो आवश्यकता देखेँ। र समयको पाबन्दीले गर्दाखेरि हामीसँग धेरै अब प्रश्न हामी लिन सक्दैनौँ। केही हामीसँग क्विक क्वेसनहरू थिए, तर आई थिङ्क आई हेभ टु नट आस्क दोज क्वेसन्स टु यु। अब यो कार्यक्रमलाई औपचारिक रूपमा समाप्त गर्नको लागि यसलाई धन्यवाद सबै हाम्रा आजका अतिथि र अन्य गेस्टहरूलाई, अन्य आगन्तुक साथीहरूलाई धन्यवाद दिनको लागि म डाक्टर भरत पोखरेललाई बोलाउँछु र म तपाईँहरू सबैबाट बिदा हुन्छु। धन्यवाद। नमस्कार। थ्याङ्क यू डक्टर भट्ट, रियली एप्रिसिएट, आई थिङ्क इट इज सच ए गुड जब। नमस्कार डक्टर भण्डारी। आजको यो कार्यक्रम विद्रोहदेखि रूपान्तरणसँग नयाँ पुस्ता र नेपालको लोकतान्त्रिक यात्रा भन्ने कार्यक्रममा हाम्रो निमन्त्रणलाई सहर्ष स्वीकारी प्रमुख वक्ताको रूपमा उपस्थित भई अत्यन्त सान्दर्भिक विचार र दृष्टिकोण प्रस्तुत गरिदिनु भएकोमा डाक्टर भण्डारीप्रति हामी सम्पूर्ण सहभागीको तर्फबाट मैले धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँले आज प्रस्तुत गर्नुभएको जुन दृष्टिकोण छ
केवल इतिहासका घटना मात्र नभई यसले हाम्रो समाज हाम्रो सोसियल्ली कसरी कनेक्ट हुन्छ, हामीले कसरी इन्फर्मेसनलाई इमोसनबाट युज गरिरहेका छौँ, यस्ता खालका कुराहरू जुन उहाँले हामीलाई जुन सेयर गर्नुभयो, यसले गर्दा हाम्रो विश्लेषण गर्ने कुराहरू हामीले द्वन्द्वले गर्दा के हुन्छ त, द्वन्द्वको कस्ट एन्ड बेनिफिट एनालाइसिसहरू, यस्ता कुराहरू हामीले दिनदिनै कुराहरू गर्ने गरेका छौँ। यसले हामीलाई अत्यन्त शिक्षादायक र चेतनामूलक कुराहरू उहाँले सेयर गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। यसमा स्पेसल्ली युवा पुस्तालाई ल्याएर उहाँले जोड्नुभयो। पहिला 1990को जुन द्वन्द्व थियो, जुन विद्रोह थियो, त्यहाँपछि 62-63, त्यहाँपछि अहिले भर्खर भएका विद्रोहहरूमा उहाँले जसरी कनेक्ट गरेर कुराहरू गर्नुभयो, दिस इज भेरी भेरी वेल डन, थ्याङ्क यू सो मच। एन्ड देन आइ एम रियली एप्रिसिएटिभ अफ यु कमिङ टु अस एन्ड देन सेयरिङ यर थट्स। तपाईँले एकदम डिपमा एकदम भेरी थरोली सेयर गर्नुभयो। हामीले मेरो आफ्नो पर्सनल्ली र मेरो साथीहरूको पनि म भन्न चाहन्छु, हामीले यस्तै कुराहरूलाई हामीले दिनादिन कुराहरू गर्ने गर्छौँ। यसमा चाहिँ नि हामीले तपाईँले भन्न खोजेको कुरालाई हामीले एकदमै भेरी एप्रिसिएटिभ, थ्याङ्क यू सो मच। आई रियली टच माई थिङ। हामीले नेपालमा इन्फर्मेसनलाई युज गरेर इमोसनहरू देखाएर इमोसन बेचिरहेका छौँ हामीले नेपालमा। हामीले कहिले भन्ने गरेका छौँ कि हामी नेपालीहरू कहिले हार्टले काम गर्ने गर्छौँ, ब्रेनले काम गर्छौँ। हाम्रो दिमाग चलाएर दिमागले काम गर्ने ठाउँमा हामीले आफ्नो इमोसन अथवा हार्टले हामीले डिसिजन गर्ने गरेका छौँ। त्यसले गर्दा हामी वी आर गेटिङ पोर एन्ड पोर एभ्री डे। त्यो पनि हुनसक्छ होइन। आज आजको यो कार्यक्रमलाई यसरी सञ्चालन गर्नलाई हाम्रा नासबिल चौतारीका साथीहरूले धेरै धेरै कामहरू गर्नुभयो बिहाइन्ड द सिन। स्पेसली डाक्टर सन्तोष थापा, उहाँले हाम्रो डाक्टर भण्डारीलाई कनेक्ट गर्नुभयो। उहाँलाई छोटो समयमा यहाँ आउने निमन्त्रणा दिनुभयो, उहाँले हामीलाई स्वीकार गरेर आउनुभयो। थ्याङ्क यू डाक्टर थापा फर यर वर्क अन दिस वान। डाक्टर हरि शर्माले आज सुरुमा ओपनिङ सेसनमा डाक्टर शर्माको बारेमा ब्रिफ इन्ट्रोडक्सन गरेर जसरी प्रोग्राम सुरु गर्नुभयो, थ्याङ्क यू डाक्टर शर्मा एज वेल। डाक्टर भट्ट, हि डिड सच ए गुड जब। उहाँले यस्तो राम्रोसँग सबैको क्वेसनहरूलाई ल्याएर यति राम्रोसँग प्रस्तुत गर्नुभयो, थ्याङ्क यू सो मच। स्मुथली रन द प्रोग्राम, आई रियली एप्रिसिएट यु। तपाईँको अलवेज नासबिल चौतारी इज आभारी टु यु अल थ्री अफ यु गाइज। एन्ड बिहाइन्ड द सिन डाक्टर खनाल, हि इज हियर समवेयर, and Dr. Chandra Thapa, and then also other colleagues who are working behind the scene. Thank you so much for the Zoom security and all these things you have done. यसमा हाम्रा साथीहरू, तपाईँहरू स्पेसली दर्शकहरू, हाम्रा साथीहरू स्पेसली हामीले अमेरिकाका धेरै हुनुहुन्छ, त्यहाँपछि नेपालबाट पनि साथीहरू जोडिनु भएको छ, हाम्रा साथीहरू क्यानाडादेखि जोडिनु भएको छ, कहिलेकाहीँ हाम्रो साथीहरू अस्ट्रेलियाबाट पनि गर्नुहुन्छ। भनेपछि हाम्रो इस्ट कोस्ट वेस्ट कोस्ट अमेरिकाको 2-3 घन्टाको टाइम डिफ्रेन्स छ, त्यसलाई पनि व्यवस्था गरेर उहाँहरू हामीसँग जोडिनु भयो। धन्यवाद, तपाईँहरू नै भएर हाम्रो कार्यक्रम राम्रोसँग रन भएको छ। आई रियली एप्रिसिएट यु फर कमिङ एन्ड जोइनिङ अस फर दिस नासबिल चौतारी। यो चौतारीले हामीलाई यस्ता कुराहरूमा स्पेसल्ली यो समसामयिक विषयहरूमा हामीले यसरी कुराहरू गर्ने गर्छौँ। हामीले साक्षरता गरेर हामीले सिक्ने मौका पनि पाउँछौँ र हामीले यस्ता कुराहरू गर्दै गर्छौँ। यो चौतारी प्रत्येक महिना हुने गर्छ। प्लिज स्टे ट्युन फर द नेक्स्ट वान। आई रियली एप्रिसिएट अल अफ यु हु कम हियर टुडे and then show your appreciation and also share your thoughts, especially asking questions and also listening our special guest Dr. Bhandari. I really appreciate Dr. Bhandari. Thank you for so much coming, and hopefully you can see you again somewhere, I guess in Nepal or somewhere else, you know. Thank you so much. Really appreciate it. Thanks a lot. यहाँ सबैलाई धन्यवाद, थ्याङ्क यू सो मच, थ्याङ्क यू। अनि यहीँबाट हामीले यो प्रोग्राम चाहिँ अब यो लाइभलाई हामीले यहाँ एन्ड गर्छौँ। अनि हाम्रो इन्फर्मल डिस्कसन हुन्छ। आई थिङ्क आई विल प्रब्ली लेट द जुम